Hello, Alright. good So, morning. hi Didi, good Good morning morning. भाइ, गुड मर्निङ सबैजनालाई। ए वाउ अब आज चाहिँ एकदमै अ, साँच्चीकै एकदमै एक्साइटेड भएको छु म चाहिँ आज अब फर्स्ट टाइम चाहिँ यसरी चाहिँ म कसरी चाहिँ म यसरी चाहिँ म होस्ट गरेर चाहिँ यसरी चाहिँ लाइफमा चाहिँ आएको छु। सो एकदमै एक्साइटेड छु अनि अब चाहिँ अनि दिदीलाई चाहिँ थ्याङ्क यू सो मच भन्न चाहन्छु। दिदीले अब यस्तो त्यो टाइम निकालेर पनि यस्तो त्यो बिजी स्केड्युलमा पनि दिदीले टाइम निकालेर चाहिँ आउनुभयो। मलाई चाहिँ नि एक्सेप्ट गर्नुभयो। सो थ्याङ्क यू सो मच दिदी भन्न चाहन्छु। मोस्ट अनि वेलकम भाइ। हजुर थ्याङ्क यू दिदी। अनि त्यसपछि आएर चाहिँ अब आज चाहिँ अब यो हामीहरू चाहिँ अब खासमा चाहिँ हाम्रो यो बिजनेसको बारेमा चाहिँ केही अब क्वेसन आन्सरहरू चाहिँ गर्छु भनेर चाहिँ आज यस्ता हामी चाहिँ यसरी आएको छौँ। सो अनि अब यसमा चाहिँ अब कतिजना चाहिँ आउनुहुन्छ अनि कतिजना चाहिँ हाम्रो लाइभहरू हेर्नुहुन्छ सबैले चाहिँ अब हाम्रो दिदीबाट चाहिँ केही न केही चाहिँ सिकेर चाहिँ धेरै कुराहरू सिकेर चाहिँ तपाईँले चाहिँ सिक्नुहुन्छ भनेर चाहिँ मैले चाहिँ आशा गरेको छु। सो फर्स्टमा चाहिँ अब म मेरो छोटो मेरो इन्ट्रोडक्सन दिन चाहन्छु। फर्स्टमा चाहिँ भन्नुपर्दाखेरि चाहिँ मेरो नाम सनम ग्याल्छन लामा अनि म चाहिँ अहिले फोक्सोङ डोल्पाबाट हो। अनि अहिले चाहिँ म साउथ कोरियामा छु। अब 2 वर्ष बढी भयो बसेको। अनि सेम टाइम म चाहिँ काम पनि गर्छु अनि काम गर्दै सँगसँगै चाहिँ म यो मेरो अमेजिङ एउटा अनलाइन डिजिटल बिजनेस पनि गरिरहेको छु। सो म चाहिँ यहाँ आउनुको कारण चाहिँ अब त्यस्तै अब म चाहिँ अब अलिकति यो अरूको अन्डरमा चाहिँ काम चाहिँ गर्दिनँ अनि लाइक अब अलिकति आफू नै एउटा एन्टरप्रेन्योर भएर चाहिँ म काम गर्छु। अनि पछि फ्युचरमा गएर चाहिँ म चाहिँ मेरो फ्युचर चाहिँ म सिक्योर गर्छु भनेर चाहिँ म यसमा आएको हो। सो अनि यो म चाहिँ आज जहाँसम्म यहाँ छु अनि त्यसमा चाहिँ अब मलाई चाहिँ मेरो मेन्टर मेरो सिस्टर हिमा दिदीले चाहिँ मलाई इच एन्ड एभ्री टाइम चाहिँ मलाई चाहिँ उहाँले चाहिँ मलाई इन्करेज गर्नुहुन्छ। जब के अरे म चाहिँ अलिकति त्यो डाउन हुँदाखेरि चाहिँ फिल डाउन हुँदाखेरि दिदीले मलाई धेरै त्यो इन्करेज गर्नुहुन्छ मोटिभेट गर्नुहुन्छ। सो थ्याङ्क यू सो मच भन्न चाहन्छु दिदीलाई। अनि अब सो अब हजुर अब दिदीले पनि थोरै दिदीको इन्ट्रोडक्सन दिनुहोस् भन्न चाहन्छु दिदी। थ्याङ्क यू। थ्याङ्क यू सो मच भाइ। फर्स्ट अफ अल थ्याङ्क यू भनेर भन्छु तिम्रो पेजमा चाहिँ मलाई चाहिँ बोलाइदिनु भएकोमा चाहिँ थ्याङ्क यू सो मच भाइ। अनि आफ्नो इन्ट्रोडक्सन दिनुपर्दाखेरि चाहिँ अब हाम्रो सोनम भाइको पेजमा त म त एकदम नयाँ फेस होला होइन। सो त्यसको लागि चाहिँ मेरो आफ्नो परिचय दिनुपर्दाखेरि चाहिँ म चाहिँ अरिजिनली मुस्ताङबाट हो है। अब आजकल त मुस्ताङ भन्ने बित्तिकै मान्छे ओहो मुस्ताङबाट हो बहिनी भनेर भन्नुहुन्छ होइन। सो मुस्ताङ चाहिँ धेरै अब टुरिज्म एरियामा चाहिँ धेरै अब अहिलेको लागि चाहिँ वान अफ द बेस्ट ठाउँमा पर्दो रहेछ है घुम्न जानुको लागि होइन। सो मुस्ताङबाट हो। अनि अहिले चाहिँ अब न्युयोर्क सिटीमा बस्दै आएको पनि क्लोज टु 10 इयर्स। अनि म चाहिँ फुल टाइम स्टे एट होम मम। सानसानो दुईजना नानीलाई चाहिँ फुल टाइम टेक केयर गर्छु र यो बिजनेस पनि सँगै गर्दै आएको चाहिँ क्लोज टु 2 इयर्स भइसकेको छ। सो भाइलाई यति भन्दै भाइको अर्को धेरै क्वेसन्सहरू होला। सो थ्याङ्क यू भाइ। थ्याङ्क यू दिदी सो मच दिदी। हजुर दिदी अब चाहिँ आज चाहिँ हामीहरू चाहिँ अब यसमा हाम्रै बिजनेसको बारेमा चाहिँ हामीहरू चाहिँ अब केही क्वेसनहरू चाहिँ छ मेरो चाहिँ मैले चाहिँ केही क्वेसनहरू चाहिँ प्रिपेयर गरेको छु। सो अब दिदीलाई चाहिँ म त्यही क्वेसनहरू चाहिँ म गर्न गइरहेको छु। सो अब फर्स्टमा चाहिँ हाम्रो क्वेसन चाहिँ के छ भनेपछि सो वाट इज द बिगेस्ट रिजन यु स्टार्टेड दिस बिजनेस भनेर चाहिँ यो क्वेसन रहेछ। अनि सो हजुर दिदी फ्लोर इज योर। थ्याङ्क यू सो मच भाइ। यो क्वेसन त मलाई एभ्री टाइम धेरैजनाले सोध्ने क्वेसन योमा अर्कोमा यो क्वेसन पनि पर्छ होइन। सो यो बिजनेसमा म आउनुको रिजन चाहिँ के थियो भनेदेखि चाहिँ फर्स्ट थिङ म आफू नै हुन्छ नि अब विदेश त आइयो। अनि विदेश आएर चाहिँ अब म पढ्छु भनेर आएको, पढाइ कन्टिन्यू गर्छु भनेर आएको आउन चाहिँ होइन। तर चाहिँ विदेशमा आएपछि के भयो भनेदेखि चाहिँ अब आउँदाखेरि चाहिँ फलको सिजनमा आएको थियो। त्यहाँदेखि अर्को नेक्स्ट सेमेस्टरमा कुर्दाखेरि चाहिँ 5-6 महिना काम गरेँ। काम गर्दाखेरि अलिअलि पैसा आयो। अब पैसा अलिअलि आएपछि चाहिँ मान्छेको दिमाग त हो होइन, त्यो पढेर के गर्ने, त्यो धेरै पढेर पनि फेरि के अरे पछि इम्प्लोइ त गर्ने हो, त्यही पैसा कमाउने त हो भनेर चाहिँ अब पैसा देखेपछि पैसाकोमै दिमाग जाँदो रहेछ। त्यसरी चाहिँ काम गर्दै गर्दै जाँदाखेरि चाहिँ 1-2 वर्ष काम गरेँ। त्यहाँदेखि चाहिँ नानीको आमा भइसकेपछि मैले चाहिँ घरमै बसेँ। र चाहिँ अब मेरो चाहिँ अब होल फ्यामिली मेरो आफ्नो पनि हुनुहुन्छ, वहाँपट्टि पनि धेरैजना हुनुहुन्छ। त्यसले गर्दाखेरि चाहिँ केही गाह्रो भएन।
र चाहिँ मेन थिङ चाहिँ मैले चाहिँ जुन दिनदेखि चाहिँ म चाहिँ स्टे होम मम भएर बस्दाखेरि चाहिँ एकतर्फबाट म धेरै खुसी थिएँ आफ्नो नानीलाई हुर्काउनु पर्दाखेरि धेरै प्रिभिलेज फिल गर्थेँ तर नेक्स्ट अर्को साइडमा हेर्दाखेरि चाहिँ पहिला काम गर्ने अलिअलि पैसा आउने अनि बा आमालाई पनि पकेट मनी एउटा सेन्ड गर्दाखेरि मेरो आफ्नै पैसा हो है भनेर सेन्ड गर्दाखेरि अर्कै त्यो एउटा खुसी हुन्थ्यो त्यो चाहिँ नहुँदाखेरि भित्रभित्र अलिकति एउटा हुन्छ नि केही गर्न पाए हुन्थ्यो जस्तो हुन्थ्यो तर कहाँबाट स्टार्ट गर्ने थाहा थिएन होइन त्यो गर्दा गर्दा गर्दै मैले चाहिँ म आफू पनि धेरै सिब्लिङ्सहरू छ 7 जना सिब्लिङ्स हो है अब अहिले भन्दाखेरि ओ माई गड 7 जना सिब्लिङ्स भनेर भन्छ होला तर हामी चाहिँ अब पहिलाको जमानामा त्यस्तै छ सो 7 जना सिब्लिङ भएपछि मलाई पनि मेरो नानीलाई चाहिँ एकजना मात्रै एक्लो नानी गर्दाखेरि चाहिँ हुँदैन भनेर चाहिँ अर्को नानी पनि बनाएँ सो अर्को नानी बनाएपछि के भयो भनेदेखि चाहिँ अब म 32 विक्स प्रेग्नेन्ट हुँदाखेरि चाहिँ लाइफमा यस्तो एउटा डार्केस्ट मोमेन्ट एउटा आयो कि मेरो घरमा हुन्छ नि अब जे पैसाको एउटा फाइनेन्सियली जे गरे पनि मेरो हस्बेन्ड एकजना मात्रै गर्नुहुन्थ्यो र चाहिँ उहाँको पैसा राम्रो थियो यहाँ आउनुभएको मोर देन 2 डेकेड भइसकेको छ मेरो हस्बेन्ड सो त्यसले गर्दा उहाँको इन्कम चाहिँ महिनाको चाहिँ हाम्रो US डलर चाहिँ 5 फिगर्स अफ इन्कम मजाले काट्थ्यो होइन त्यसले गर्दाखेरि चाहिँ पैसाको केही कमी थिएन अनेस्टली भन्नुपर्दाखेरि चाहिँ लाइफ राम्रो थियो एकदम त्यो लेभरेज खालको त होइन तर चाहिँ हामी एज अ इमिग्रेन्टहरूको कस्तो त्यसरी नै राम्रै चलिरहेको थियो होइन त्यो हुँदा हुँदै चाहिँ एक दिन चाहिँ म चाहिँ अब हुन्छ नि यतिकै अब नानी टेक केयर गरेर बस्दाखेरि उहाँलाई चाहिँ हेल्थमा इस्यु आयो अब हेल्थमा इस्यु आएदेखि चाहिँ हामी चाहिँ कति वर्षौँ महिनौँ चाहिँ हस्पिटल धाउँदै चाहिँ कहिल्यै चाहिँ अब त्यो हेल्थमा भनेको अनुसार चाहिँ त्यो सुधार चाहिँ आएन त्यो भएपछि घरमा यस्तो एउटा सिचुएसन आयो कि अब पैसा कहाँबाट लिएर आउने मर्गेज कहाँबाट तिर्ने बिल्स कहाँबाट तिर्ने एभ्री डे हुन त मेरो म एकदम लकी बुहारी हो होइन मेरो इनलसहरू मेरो दाई भाइ काकाहरू सबैजनाले मलाई धेरै कुरामा हेल्प गरेको फाइनेन्सियली मेन्टली मलाई यसरी भन्थ्यो कि त्यो एकदम डार्केस्ट सिचुएसनमा तिमी 10 मिनट्स भए पनि ड्राइभ गरेर जाऊ सपिङमा जाऊ किन्नै पर्छ भन्ने छैन गएर माइन्ड फ्रेस गरेर आऊ भन्ने पनि त्यस्तो धरी मेरो फ्यामिलीहरू हुनुहुन्छ कि यसरी मेन्टली बुझ्ने हुनुहुन्छ मेरो फ्यामिलीहरू धेरै राम्रो फ्यामिली हुनुहुन्छ त्यसको लागि चाहिँ म धेरै धेरै ब्लेस्ड फिल गर्छु आफूलाई होइन सो त्यसले गर्दाखेरि चाहिँ त्यस्तो हुँदै जाँदाखेरि चाहिँ पैसाको कमी हुँदाखेरि चाहिँ मैले यो बिजनेस चाहिँ सोसियल मिडियामा अहिले सनम भाइ र मेरो लाइभ सेसन यसरी गएको जस्तै गरेर चाहिँ मैले पनि एकजना हाम्रै मुस्ताङको सिनियर दिदी स्कुल एउटै पढेको होस्टेल एउटै कलेज पढ्दै हुर्किँदै आएको दिदीको चाहिँ यसरी चाहिँ लाइभ रिप्ले देख्दाखेरि चाहिँ के रहेछ भनेर हेर्दाखेरि चाहिँ बिजनेस लिगल बिजनेस भएको थाहा पाएपछि म आफूलाई पैसा नहुने बेलामा चाहिँ पैसा कमाउँछु है म चाहिँ नानी पनि टेक केयर गर्छु बिरामी हस्बेन्ड म आफै टेक केयर गर्छु घरको जे जति कामहरू हुन्छ आफैले गर्छु र सेम टाइम म चाहिँ अलिकति फाइनेन्सियली इन्डिपेन्डेन्ट हुन्छु है म चाहिँ अलिकति चाहिँ पर्सनल पनि म अलिकति ग्रो हुन चाहन्छु भनेर हेर्दाखेरि चाहिँ यो बिजनेसको एउटा अपर्च्युनिटी मैले चाहिँ फेसबुकमा देखेको सो त्यसरी चाहिँ मैले चाहिँ यो बिजनेसमा आएको हो होइन सो रिजनहरू त धेरै छ यो एउटा रिजन भयो मेरो आफ्नो नानीलाई आफैले हुर्काउँछु र चाहिँ मैले यत्रो वर्ष चाहिँ हस्बेन्डको इन्कममा भर परेर बसेर चाहिँ के चाहिँ फाइदा भयो त होइन अब टच वुड कसैको त्यस्तो नहोस् होइन तर मेरो जस्तो सिचुएसन भइहाल्यो भने तपाईँहरू के गर्नुहुन्छ मलाई जस्तो एउटा गाह्रो भयो नि त्यो गाह्रो तपाईँलाई नहोस् होइन त्यसले गर्दाखेरि चाहिँ म अहिलेदेखि यो लाइभ सेसनबाट के भन्छु भनेदेखि चाहिँ तपाईँको हेल्थ राम्रो छ भन्दैमा राम्रो एउटा स्टेबल जब छ भन्दैमा त्यो एभ्री टाइम त्यो हुँदैन कि त्यो कहिले हायर फायर कहिले हुन्छ थाहै हुँदैन होइन त्यसले गर्दाखेरि अहिलेदेखि एउटा प्लान बीको सोर्स बनाएर अर्को इन्कमको स्ट्रिम हेर्दाखेरि चाहिँ मलाई गाह्रो भएको थियो त्यो गाह्रो चाहिँ तपाईँलाई हुँदैन त्यो चाहिँ हुँदैन किन म अलरेडी त्यहाँबाट चाहिँ अलरेडी त्यहाँ लडेर उठेर आएको मान्छे भएको हुनाले चाहिँ त्यो म टोटली रिलेट गर्छु होइन त्यसले गर्दाखेरि त्यो हो अनि अर्को कुरा चाहिँ किनभने आई वाज जस्ट 27 इयर्स त्यतिखेर जुन एउटा इन्सिडेन्ट हुँदाखेरि चाहिँ 27 इयर्स भएको चाहिँ 4 दिन भएको थियो कि जुन दिन 27 इयर्स जुलाई 31मा मेरो बर्थडे मनायो अनि अगस्त 4मा चाहिँ यो इन्सिडेन्ट भएको अनि 27 इयर्स लागेको 4 दिनमा चाहिँ यो इन्सिडेन्ट हुँदाखेरि चाहिँ तपाईँ आफै भन्नुहोस् न यो अब यङ त त्यतिखेर म आफूलाई यङ लाग्थ्यो होइन अब त्यस्तो यङ एजमा चाहिँ मैले चाहिँ कहिल्यै सोचिनँ कि लाइफ यस्तो अनसर्टेन हुन्छ भनेर अब नानी कसरी हुर्काउने ओ माई गड अब घर कसरी हेर्ने एकदम धेरै कुरा मलाई चाहिँ गाह्रो हुन्थ्यो होइन तर त्यही गाह्रोले गर्दा आज म यहाँसम्म वान अफ द स्ट्रङ्गेस्ट वुमेन भएर अहिले उड्न सकिरहेको छु होइन त्यो हो अनि अर्को कुरा चाहिँ यो बिजनेसमा यसरी हेर्दै रिसर्च गर्दै जाँदाखेरि चाहिँ 3 to 5 years अथवा 5 to 6 years भन्दा नि हुन्छ त्यो सबैजनाको एउटा आफ्नो एउटा जर्नीमा डिपेन्ड्स हुन्छ होइन त्यति इयर्समा चाहिँ यो बिजनेसमा चाहिँ के हुँदो रहेछ भनेको चाहिँ रिटायर हुँदो रहेछ मैले कहिले सुनेन अथवा कहिले देखिनँ कि 3 to 5 years अथवा 6 yearsको बिचमा चाहिँ रिटायर हुने एउटा प्लेटफर्म अथवा बिजनेस अथवा काम कहिल्यै सुनिनँ अनि यो देख्दाखेरि चाहिँ मैले सोचेँ होइन 27, 28, 29, 30, 34, 35, 35, 36 त म त रिटायर पो हुने रहेछ हो भनेर चाहिँ त्यसरी हेर्दाखेरि चाहिँ मलाई चाहिँ ओ माई गॉड अब यही बिजनेस हो यही एउटा प्लेटफर्म हो मैले चाहिँ खोजेको मैले चाहिँ भगवान्लाई चाहिँ प्रे गरेको प्लेटफर्म यही नै हो
भनेर देखेपछि मैले यसरी आएको। अनि अर्को लास्ट एउटा रिजन चाहिँ के थियो भने चाहिँ एज अ नानीको आमा, अब बाहिर थाहा हुँदैन, त्यो कुरा रिलेट हुँदैन होइन। अब हामी नानीको आमालाई के हुन्छ भनेपछि यस्तो बिजी हुन्छ, यस्तो कहिले कहिले त हुन्छ नि कसरी काम डाउन गर्ने भने यस्तो सिचुएसन पनि हुन्छ होइन। सो त्यसले गर्दाखेरि चाहिँ ओ माई गॉड, अब बिजनेस त स्टार्ट त गरौँ होइन, तर फेरि टाइम दिन नसकेर भने के गर्ने भन्ने मलाई भित्र एउटा त्यो हुन्थ्यो होइन। अनि त्यसले गर्दाखेरि चाहिँ मैले मैले चाहिँ हुन्छ नि मेरो मेन्टरलाई चाहिँ ल हेर साथी, मेरो त यस्तो यस्तो सिचुएसन छ, घरमा दुईजना नानी छ, बिरामी हस्बेन्ड छ, होल हाउस आफैले टेक केयर गर्नुपर्छ, किनभने न्युयोर्क सिटीमा आएको चाहिँ मोर देन 20 इयर्समा फर्स्ट आफ्नो ड्रिम हाउस किन्न सकेको हो नि त। अनि त्यसले गर्दाखेरि चाहिँ अब धेरै काम हुन्छ, अनि मैले स्टिल सक्छु त भनेर भन्दाखेरि चाहिँ उहाँको आन्सर के थियो भन्दाखेरि चाहिँ यो बिजनेस चाहिँ नानी सुत्दाखेरि जतिखेर हामीले अर्काको यसरी कन्टेन्ट हेरेर स्क्रोल गरिन्छ नि त्यतिखेर स्टार्ट गर्न सक्ने खालको बिजनेस हो भनेर यति भएपछि मैले चाहिँ यो बिजनेस स्टार्ट गरेको। सो दिस आर द रिजन आई स्टार्ट दिस बिजनेस। अब भन्न थाल्यो भने फेरि घन्टौँ जान्छ, त्यसले गर्दाखेरि चाहिँ टाइम सेभिङ गर्दै भाइले चाहिँ अर्को क्वेसन छ होला होइन। हस् दिदी, थ्याङ्क यू सो मच दिदी, थ्याङ्क यू सो मच फर यर वर्ड। हजुर दिदीले अब भन्नुभएको जस्तै यो एउटा रिजन त एकदमै क्लियर हुन्छ कि अब हाम्रो यो पास जस्तोसुकै भए पनि अब लाइक अब हाम्रो यो जस्तोसुकै हाम्रो चाहिँ त्यो जस्तो पासहरू चाहिँ यस्तो यस्तो भए पनि अब लास्टमा चाहिँ आफ्नो एउटा रिजन चाहिँ एकदमै स्ट्रङ भएर चाहिँ तपाईँ जुनसुकै ठाउँमा चाहिँ आउनु भए पनि तपाईँ चाहिँ सक्सेस हुनुहुन्छ भनेर चाहिँ दिदी चाहिँ त्यो चाहिँ एकदमै तपाईँले चाहिँ प्रुफ गर्नुभएको छ। सो थ्याङ्क यू सो मच दिदी। अनि सो अब दिदीलाई म अर्को क्वेसन सोध्न जाँदैछु। सो अब चाहिँ अर्को क्वेसन चाहिँ वाट एक्ज्याक्टली इज दिस बिजनेस अबाउट एन्ड वाट वर्क डु वी निड टु डु भनेर चाहिँ रहेछ। सो दिदी हजुर ल यसको आन्सर चाहिँ म के भन्छु त्यो चाहिँ अब एक्ज्याक्टली गर्नुपर्ने चाहिँ के चाहिँ हो त भनेर पनि कतिजनाको क्वेसन्स हुन्छ होइन। यसमा चाहिँ अब यो बिजनेस चाहिँ फर्स्टमा म के भन्छु भन्दाखेरि चाहिँ यो लाइभ सेसन तपाईँले हेरिरहनु भएको छ, अब हामी त बिजनेस गरिरहेको छु होइन। तपाईँलाई चाहिँ म भन्छु कि 24 आवर्समा तपाईँले चाहिँ यो फोन हेरेर तपाईँको चाहिँ कति घन्टा स्पेन्ड गर्दै हुनुहुन्छ सोसियल मिडियामा। अब सोसियल मिडिया भनेको त्यो टिकटक र फेसबुक र इन्स्टाग्राम मात्रै होइन, तपाईँको चाहिँ नेटफ्लिक्स हेरे पनि स्क्रिन टाइम हो, तपाईँको चाहिँ टिभी हेरे पनि स्क्रिन टाइम, सिरिजहरू हेर, जे ड्रामा जे हेर त्यो सबै स्क्रिन टाइम हो होइन। त्यो स्क्रिन टाइम हेरेर तपाईँलाई अलिकति एन्टरटेनमेन्टको कुरा हुन्छ, एजुकेसनल कुराहरू थाहा हुन्छ, न्युजहरू थाहा हुन्छ, को कहाँ घुम्यो कहाँ खायो भन्ने कुरा थाहा हुन्छ, तर चाहिँ इन्कम कहिले जेनेरेट हुँदैन। र हामी सनम भाइ र म पनि सेम थिङ गर्दै आएको यत्रो वर्ष भयो होइन। सो म के भन्छु भनेदेखि चाहिँ यो बिजनेसमा तपाईँ हामी जस्तो साधारण मान्छेले यत्तिकै पनि उत्तिकै पनि चाहिँ दिनको चाहिँ मिनिमम कुरा गरिरहेको छ होइन, 4 to 5 आवर्स चाहिँ हामीले चाहिँ सोसियल मिडिया स्क्रोल गरेर हामी टाइम स्पेन्ड गरिन्छ। त्यो टाइम चाहिँ हामीले चाहिँ टाइम पाएर भने कि यत्तिकै एउटा हुन्छ नि अब स्क्रिन टाइम हेरिन्छ होइन, त्यहाँबाट हामीले कुनै पनि इन्कम आउँदैन। र यो बिजनेसमा 7वटा सोसियल मिडियाको प्लेटफर्म दिन्छ। अब 7वटामा के पर्छ भनेदेखि चाहिँ सुरुमा फेसबुक भयो, टिकटक भयो, इन्स्टाग्राम भयो, तपाईँको चाहिँ अर्को चाहिँ युट्युब भयो, अनि अलिकति प्रोफेसनल मान्छेहरूले चाहिँ के अरे गुगल एड्स र चाहिँ पिन इन्ट्रेस्ट र अर्को चाहिँ लिङ्क्डइन गरेर चाहिँ 7वटा चाहिँ सोसियल मिडियामा चाहिँ हामीले चाहिँ के सिकाउँछ भनेदेखि चाहिँ कसरी पैसा कमाउने भन्ने कुरा यहाँ सिकाउँछ होइन। अब पैसा त कमाउनु पर्यो, अब कसरी कमाउने भनेदेखि चाहिँ एट्र्याक्सन मार्केटिङ सोसियल मिडियामा कसरी गर्ने भन्ने कुरा यहाँ सिकाउँछ होइन। अनि मेन कुरा चाहिँ के हो भनेदेखि अब फेरि एट्र्याक्सन मार्केटिङ भनेको के चाहिँ होला जस्तो लाग्छ भने चाहिँ हो त्यही कुरा तपाईँ भित्र आएर सिक्दै हुनुहुन्छ। एट्र्याक्सन मार्केटिङको डेफिनेसन, टुल्स एन्ड टेक्निक, त्यो एट्र्याक्सन मार्केटिङको एउटा कन्टेन्ट एज अ बिजनेस ओनर, एज अ बिजनेस अन्टरप्रेनर तपाईँले चाहिँ सोसियल मिडियामा कन्टेन्ट क्रिएट गर्दाखेरि चाहिँ आजकलको जमानामा जे पाए त्यही कन्टेन्ट क्रिएट गरेर तपाईँले कसैले पनि विश्वास गर्दैन। सो तपाईँले आफ्नो सब्सक्राइबर, भ्युवर्स अथवा तपाईँको चाहिँ फ्यान फलोवर्सहरूलाई चाहिँ तपाईँले विश्वास दिलाउनुको लागि, भ्याल्यु दिनको लागि तपाईँले के गर्नुपर्छ चाहिँ एज अ अन्टरप्रेनर तपाईँको कन्टेन्टमा चाहिँ 3टा कम्पोनेन्ट कुरा हुनैपर्छ। सो 3टामा के पर्छ भनेदेखि चाहिँ फर्स्टमा तपाईँको चाहिँ एउटा एन्टरटेनमेन्टको कन्टेन्ट हुनु पऱ्यो, सेकेन्डमा तपाईँको चाहिँ एजुकेसनल कन्टेन्ट हुनु पऱ्यो, र लास्टमा तपाईँको चाहिँ लाइफ चेन्जिङ अपर्च्युनिटी, यही बिजनेसको बारेमा तपाईँले कन्टेन्ट क्रिएट गर्न सिकाउँछ। अब कन्टेन्ट क्रिएसन भन्ने कुरामा ओहो मलाई त कन्टेन्ट क्रिएट गर्न आउँदैन, मलाई त केही पनि एक्सपिरियन्स छैन भन्ने तपाईँले त्यस्तै सोच्दै हुनुहुन्छ भने तपाईँले जे कुरा आउँदैन त्यही कुरा भित्र आएर सिक्दै हुनुहुन्छ। किनभने सनम भाइ र म यहाँ ज्वलन्त उदाहरण छ कि हामी चाहिँ आकाशबाट झरेर आएको अलरेडी चाहिँ हुन्छ नि अब रोबोट साइन्टिस्ट भएर आएको होइन, हामी पनि तपाईँहरू जस्तै सेम सुजबाट चाहिँ सिक्दै आएर चाहिँ अहिले यहाँसम्म आएको छु होइन। सो त्यसले गर्दाखेरि चाहिँ हामीले चाहिँ यो बिजनेसमा चाहिँ मेन कुरा चाहिँ हामीले चाहिँ सामान बेच्नु नपरेको हुनाले हामीले चाहिँ मान्छेले रिक्रुट गर्नु पर्दैन, मान्छेले चाहिँ हामीले चाहिँ के अरे कन्भिन्स गर्नु नपरेको हुनाले
सो त्यसले गर्दाखेरि चाहिँ तपाईँ हामी जस्तो साधारण इमिग्रेन्टले विदाउट एनी एक्सपिरियन्स, विदाउट एनी नलेज, विदाउट एनी बिजनेस ब्याकग्राउन्ड हामीले यो बिजनेस सजिलै आफ्नो कम्फर्ट जोनबाट चाहिँ बिजनेस रन गर्न सकिन्छ। अनि त्यो चाहिँ किन एक्सपिरियन्स किन चाहिँदैन भनेको रिजन के हो भन्दाखेरि चाहिँ सामान बेच्नु पर्दैन हो, सामान बेच्नु पर्दैन। जस्ट इन केस यो प्लेटफर्ममा सामान बेच्नु परेको भए हाम्रो कोचले बार बार भन्नुहुन्छ कि 99 मान्छेले चाहिँ यो बिजनेस क्विट गर्छ रे। किन भन्दाखेरि चाहिँ सामान बेच्नु परेपछि के गर्नुपर्छ, लिटरली यु हेभ टु कन्भिन्स द्याट पिपल। तपाईँले चाहिँ तपाईँको बोली बिग्नु पर्यो। तपाईँले चाहिँ के भन्नुपर्छ भनेदेखि चाहिँ ल यो सामानको चाहिँ फाइदा यो हो, बेफाइदा यो हो भनेर चाहिँ यु हेभ टु हुन्छ नि बी देयर। फिजिकली हामीले चाहिँ डेमोन्स्ट्रेसन गर्न सक्नु पर्यो। तपाईँ फिजिकली नक गरेर चाहिँ तपाईँले चाहिँ मान्छेले चाहिँ कन्भिन्स गरेर मेम्बरसिप बनाएर चाहिँ यसरी चाहिँ तपाईँले चाहिँ सेल गरेपछि मात्र पैसा आउँछ नि त। सो यो बिजनेसमा त्यो गर्नु नपरेको हुनाले हाम्रो एउटा डिजिटली एउटा सिस्टम हुन्छ होइन, त्यो सिस्टमले हाम्रो लागि क्लाइन्ट, कस्टमर्स अथवा बायर चाहिँ संसारको जुनसुकै ठाउँबाट आफूले जुनसुकै ठाउँमा टार्गेट गरिन् त्यो ठाउँबाट तपाईँको क्लाइन्ट, कस्टमर्स, बायर्स आउनु भएको हुनाले चाहिँ हामीले त्यसरी पैसा कमाइन्छ। र तपाईँले म के भन्छु भन्दाखेरि चाहिँ एउटा सानो कफी सप खोल्यो भने, उदाहरणको लागि ल, सानो एउटा कफी सप खोल्यो भने जब तपाईँले एज अ बिजनेस ओनर तपाईँले सबै इन्भेस्ट गरेर सबै गर्यो होइन, तपाईँको चाहिँ एउटा क्लाइन्ट, कस्टमर्स जब आउँछ नि त्यो कफी खानुको लागि, बेगल खानुको लागि, खुर्सान खानुको लागि, जब तपाईँको त्यो कफी सपमा मान्छे ग्राहक आउँछ नि अनि बल्ल तपाईँले चाहिँ एज अ बिजनेस ओनर तपाईँले चाहिँ के गर्छ, पैसा जेनेरेट गर्न सुरु गर्छ। सो सेम थिङ यहाँ पनि जब तपाईँको चाहिँ ल्यान्डिङ पेज अथवा वेबसाइटमा चाहिँ जब तपाईँको चाहिँ क्लाइन्ट, कस्टमर आइन्छ नि त्यसपछि तपाईँले चाहिँ बिजनेसमा चाहिँ पैसा जेनेरेट गर्न सुरु गर्छ। अनि हाउ डज इट वर्क भनेर भन्दाखेरि चाहिँ के हुन्छ भनेदेखि चाहिँ युजर फ्रेन्डली एउटा हाम्रो चाहिँ एउटा तपाईँको चाहिँ एउटा भिडियो ट्युटोरियल हाम्रो चाहिँ ट्रेनिङ हुन्छ। बिजनेसमा महिनाको 6 फिगर्स 7 फिगर्स कमाउने मान्छेहरूको पनि त्यही सेम ट्रेनिङ हो र भर्खर आएको अहिले भर्खर ट्रेनिङ अनलक गर्ने न्युबिज बिजनेस ओनरहरूको पनि त्यही सेम ट्रेनिङ हो। सो त्यसले गर्दाखेरि यो बिजनेसमा हामीले चाहिँ स्काई इज द लिमिट अथवा चाहिँ एउटा ब्ल्याङ्क चेक्स ल्याउनुहोस् अनि तपाईँले कति अर्न गर्न मन लाग्छ यु क्यान राइट इट डाउन भन्नुको रिजन त्यही नै हो। त्यसले गर्दाखेरि चाहिँ तपाईँले चाहिँ भर पर्छ कि तपाईँ भित्र आएर कति कमाउन चाहनुहुन्छ। सो त्यसले गर्दाखेरि चाहिँ अझै योभन्दा पनि धेरै तपाईँले चाहिँ जान्न चाहनुहुन्छ भनेपछि के गर्नुपर्छ भनेदेखि चाहिँ तपाईँको चाहिँ मेन्टरलाई चाहिँ तपाईँले चाहिँ रिच आउट गर्नुहोस्। अनि यहाँ यो स्क्रिनमा हामी दुईजना, मेरो भाइ र म छ होइन, दुईजनालाई चाहिँ के गर्नुहोस्, कनेक्ट गर्नुहोस्। अनि मेन कुरा चाहिँ के हो भनेदेखि चाहिँ यो बिजनेसमा हामीले चाहिँ मैले सुरुमा भने नि मान्छेलाई कन्भिन्स गर्नु नपरेको हुनाले चाहिँ तपाईँ चाहिँ सजिलै सक्सेस हुन सक्नुको कारण त्यही हो। किनभने मान्छेलाई कन्भिन्स गर्नु जस्तो गाह्रो होला नि, गाह्रो छ नि, हो किन? त्यहाँ आई कन्ट्याक्ट गरेर तपाईँले चाहिँ भन्नु पर्यो, त्यो त धेरै गाह्रो काम हो, मलाई त त्यो त सक्दैन होइन। सो त्यसले गर्दाखेरि चाहिँ यो बिजनेसमा हामीले तपाईँको चाहिँ लाइफ टाइम मेन्टोर र कोचको असिस्ट पाउँछ। तपाईँले हुन्छ नि हातमा हात समातेर चाहिँ भाइ तिमी कहाँ गयो, के गर्दैछौ भनेर भन्ने तपाईँको चाहिँ लाइफ टाइम मेन्टोर फ्रीमा पाउँछ तपाईँको। यो भयो। अनि अर्को कुरा चाहिँ जमाना कहाँ पुग्यो भन्नुहोस् न, एआईको जमाना। सो एआईको जमानामा तपाईँले चाहिँ एआईको टुल्सहरू कसरी युज गर्ने, नयाँ नयाँ एप्सहरू कसरी युज गर्ने भन्ने कुरा चाहिँ यो बिजनेसमा आएर फ्रीमा सिकाउँछ। सो त्यसले गर्दाखेरि चाहिँ जतिजना पनि स्टुडेन्टहरू हुनुहुन्छ अथवा चाहिँ इमिग्रेन्ट हुनुहुन्छ, नेपालदेखि बाहिर जानुपर्छ क्या हो जस्तो लाग्छ भने चाहिँ तपाईँले चाहिँ केही न केही कुराहरू सिक्नुहोस्, स्किल्सहरू सिक्नुहोस्, सो द्याट तपाईँले चाहिँ पछि गएर जे कुरामा पनि तपाईँ पुख्त हुन तपाईँलाई सजिलो हुन्छ होइन, काम गर्न सजिलो हुन्छ। सो यो बिजनेसमा हुन्छ नि पैसा पनि छ, पर्सनल ग्रोथ पनि हुन्छ र मेन कुरा चाहिँ जति पनि त्यो एडिटिङको कुराहरू भयो, क्यानभा युज गर्ने भयो, तपाईँको के अब एक्स्ट्रा स्किल्सहरू सबै यो बिजनेसमा सिकाउने भएको हुनाले चाहिँ तपाईँको एउटा मार्केटिङको स्किल्सहरू यति सार्पन हुन्छ कि पछि गएर ग्लोबल पेन्डेमिक जस्तो महामारी आइहाले पनि तपाईँ चाहिँ अनलाइनमा काम गरेर कसरी सर्भाइभ हुने भन्ने कुरा यो बिजनेसमा फ्रीमा सिकाउँछ होइन। सो त्यसले गर्दाखेरि चाहिँ म के भन्छु भनेदेखि चाहिँ योभन्दा अझै बिजनेस अझै कसरी हुँदो रहेछ, के हुँदो रहेछ जस्तो लाग्छ भने के गर्ने, हामीसँग कनेक्ट हुनुहोस्। किनभने तपाईँ चाहिँ आफ्नो बिजनेसको सिइओ तपाईँ आफै भन्दै हुनुहुन्छ होइन। त्यो हुन मन लाग्छ भने त अफकोर्स तपाईँले पनि अलिकति टाइम इन्भेस्ट गर्नु पऱ्यो नि त, हो कि होइन? अब हामीले मात्र भनेर भएन नि, हाम्रो काम त्यही होइन। हामी त आफूलाई पाएको एउटा अपर्च्युनिटी, ल यो बिजनेसले गर्दा मेरो लाइफ पहिला यहाँ थियो अहिले यहाँ आयो है। सो इफ यु गाइज आर रिलेट अर तपाईँको लाइफ पनि यस्तो सिचुएसनमा छ भने चाहिँ त्यहाँबाट निस्किन चाहनुहुन्छ भने दिस इज द प्लेटफर्म, त्यो हुनसक्छ है भनेर चाहिँ सेयर गर्न आएको। त्यसले गर्दाखेरि चाहिँ योभन्दा धेरै तपाईँले चाहिँ जान्न चाहनुहुन्छ भने हामीसँग कनेक्ट हुनुहोस्, सनम भाइसँग कनेक्ट हुनुहोस् भनेर भन्छु। होपफुली मैले तिम्रो क्वेसनको आन्सर चाहिँ मोटामोटी दिए जस्तो लाग्यो। थ्याङ्क यू भाइ। थ्याङ्क यू दिदी। हजुर एब्सोल्युटली दिदी। हजुर दिदीले एकदमै धेरै दिदीले चाहिँ इन्फर्मेसन दिनुभयो हामी सबैजनालाई चाहिँ नि। सो थ्याङ्क यू सो मच दिदी। हजुर अनि यो
दिदीले भन्नुभएको जस्तै अब फर्स्टमा चाहिँ म पनि आउँदाखेरि चाहिँ अब एकदमै त्यो क्युरियस थियो यो बिजनेसको लागि एकदमै अब खासमा चाहिँ के नि हो के चाहिँ हो त यो बिजनेस चाहिँ भनेर चाहिँ थियो जब चाहिँ अनि म चाहिँ आएँ भित्र छिरेपछि मैले चाहिँ सबै कुरा चाहिँ अब मैले चाहिँ एक्सप्लोर गरेँ अनि आज म यहाँसम्म आएको छु अनि थ्याङ्क्स टु दिस बिजनेस अनि त्यसपछि चाहिँ अब दिदीले भन्नुभएको जस्तै अब अहिलेको जमानामा आएर चाहिँ अनि यत्तिकै चाहिँ हामीहरू चाहिँ अब अझै पनि त्यो पहिलाकै त्यो काम जस्तो चाहिँ गरेर चाहिँ अहिले त जमाना चेन्ज भएर चाहिँ कति धेरै अपर्च्युनिटीहरू चाहिँ आफ्नै हातमा छ है हामीले चाहिँ फोनबाट के गर्छ अहिले च्याट जिपिटीले त झन् के गरिसक्छ हाम्रो सबै कोर्सहरू त्यहीँ छ एभ्रिथिङ त्यहाँ छ सो तपाईँ आफैले चाहिँ आफ्नो एउटा त्यो रिजन चाहिँ लिएर चाहिँ अगाडि बढेपछि एभ्रिथिङ इज पोसिबल छ भनेर भन्न चाहन्छु सो थ्याङ्क यू दिदी अनि राइट सो म चाहिँ अब क्वेसन 3 तिर म जान चाहन्छु सो हाम्रो क्वेसन 3 चाहिँ के छ भनेपछि I have no computer knowledge, no business experience, and my English is not perfect. Can I still do this business? भनेर रहेछ दिदी सो alright दिदी कति राम्रो क्वेसन्स भएको यो चाहिँ मलाई पनि सेम थिङ त्यतिखेर त्यही भएको थियो किनभने म धेरै पढेकै होइन फर्स्टमा म आफ्नो एक्सपिरियन्स भन्छु ल जस्ट 12 क्लास पढेको सरकारी स्कुलमा होइन अनि 11 र 12 चाहिँ त्यतिखेर त्यहाँ चाहिँ कलेज भन्थ्यो यहाँ चाहिँ हाई स्कुल भन्दो रहेछ होइन अब कलेज चाहिँ इङ्ग्लिस मिडियममा पढेको हो कलेज नै भन्छ हामी नेपालीमा कलेज भन्थे होइन अनि 10सम्म चाहिँ एसएलसीसम्म चाहिँ के अरे सरकारी स्कुलमा पढेको सो तब आफै इमेजिन गर्नुहोस् कि हामी चाहिँ धेरै पढेर धेरै हुन्छ नि अब टेक सेभी कम्प्युटरहरू चलाउनु दामी त्यसरी भएर आएकै भनेको यो बिजनेसमा र चाहिँ मेन कुरा चाहिँ धेरैजनाको क्वेसन यही हुन्छ बहिनी दिदी मलाई त कम्प्युटर चलाउन आउँदैन अब बिजनेस भनेपछि फेरि कम्प्युटर राम्रो चलाउन आउनुपर्छ होला होइन फेरि एक्सपिरियन्स पनि छैन इङ्ग्लिस पनि त्यस्तो राम्रो छैन तपाईँहरू त यस्तो राम्रो लेख्नु हुँदो रहेछ फेरि मलाई त्यो पनि आउँदैन स्टिल म बिजनेस गर्न सकिन्छ भनेर धेरैजनाको क्वेसन यही आउँछ होइन सो यसमा म के भन्छु भनेदेखि चाहिँ यो संसारमा चाहिँ के कुरा चाहिँ इम्पोसिबल छ र छैन हो कि न एनिथिङ इज पोसिबल के तपाईँले मैले अघि सुरुमा भने नि तपाईँले के कुराहरू आउँदैन त्यही कुरा चाहिँ सिक्दै जाने हो यो सिक्ने भन्ने कुरामा केही कुरा लेट भएको छैन तपाईँको अब एज अलिकति पुग्यो भने ओहो म त एज पुग्यो अब मेरो त सिक्ने त गयो होला त्यसरी पनि नसम्झिनुहोस् किनभने सोनाम भाइ र म चाहिँ कुनै पनि बिजनेस ब्याकग्राउन्डबाट आएको होइन फर्स्ट थिङ सेकेन्ड थिङ चाहिँ हाम्रो इङ्ग्लिस त्यस्तो एकदम यहाँको गोराको जस्तो इङ्ग्लिस छैन जे हामीले यताउता कन्भर्सेसन गर्दाखेरि बुझी भइहाल्यो नि हो किन किनभने ल्याङ्ग्वेज भनेको तपाईँ एउटा कम्युनिकेसनको टुल मात्रै हो अब मैले भाइलाई चाहिँ इङ्ग्लिसमा केही भन्यो भने भाइले बुझी भइहाल्यो नि होइन त्यो पर्फेक्ट हुनुपर्छ भने कहाँ लेखेको छ किनभने हामी आफै चाहिँ नेपाली हो नि त हामी चाहिँ कहाँ गोरा हो त नि होइन अनि मेन कुरा चाहिँ अब हामी त सोनाम भाइको आफ्नै मदर ल्याङ्ग्वेज होला डोल्पाको होइन मेरो आफ्नै छ मुस्ताङको भाषाबाट हुर्किँदै आएको मान्छे यो नेपाली पनि मेरो सेकेन्ड ल्याङ्ग्वेज हो हेर्नुहोस् अब नेपाली पनि पर्फेक्ट छैन अब कतिजना मान्छेले ए तिमी शेर्पा हो शेर्पाको जस्तो ट्युन आउँछ नि भनेर भन्छ कि अब शेर्पाको अर्कै ट्युन होला होइन म अलमोस्ट अब हामी सबैजना एउटा बुद्धिस्ट भएको हुनाले त्यो ट्युन आउँदो रहेछ भनेपछि ल्याङ्ग्वेज भनेको चाहिँ पर्फेक्ट हुनु पर्दैन र चाहिँ यो बिजनेसमा मात्र होइन कि तपाईँ पनि लाइफमा जेसुकै काम गर्नुहोस् ओहो पर्फेक्ट हुनुपर्छ मान्छेले के भन्ला यो पर्फेक्ट भएन भन्दा फेरि मान्छेले चाहिँ मलाई के क्रिटिसाइज गर्छ कि भनेर दिमागमा राख्ने बित्तिकै तपाईँ चाहिँ कहिल्यै पनि सक्सेस हुँदैन त्यो म अलरेडी भित्र पहिला म न्यू बिज हुँदाखेरि चाहिँ यसरी बिजनेसमा चाहिँ म त्यो चाहिँ अलरेडी मैले चाहिँ फेस गरेको एउटा च्यालेन्जेसमा त्यो पर्छ होइन सो त्यसले गर्दाखेरि चाहिँ इङ्ग्लिस राम्रो नभए पनि ठिकै छ तपाईँको चाहिँ बिजनेस एक्सपिरियन्स नभए पनि ठिकै छ अथवा तपाईँको चाहिँ कम्प्युटर तपाईँले चाहिँ चलाउनै नजाने पनि ठिकै छ त्यही कुरा आएर भित्र सिक्ने हो र मेरो आफ्नो एक्सपिरियन्स भन्नुपर्दाखेरि जुन दिन मेरो मेन्टरको एउटा भिडियो देखेँ त्यही दिन नै मेरो माइन्डमा यस्तो क्लिक भइगयो यो बिजनेस मेरो लागि रहेछ भनेर अनि विदाउट एनी क्वेसन्स मैले एउटा पनि क्वेसन आस्क नगरिकन ल्यापटप किन्न गएँ सुरुमा होइन अब किन ल्यापटप त चाहियो अब फेरि आउँदैन ल्यापटप मैले जिन्दगीमा छोकै होइन सो तपाईँहरू आफै इमेजिन गर्नुहोस् त तपाईँको स्क्रिनमा सोनाम भाइ र म छ दुईजना चाहिँ कहिल्यै ल्यापटप नछोएको मान्छे हो हेर्नुहोस् सो दुईजनाले चाहिँ ल्यापटप नछोएको मान्छेले यो बिजनेसमा आएर ल्यापटप चलाउन सिकेर आफूले सिकेर पनि अर्कालाई सिकाउनेसम्म आएको छ भने तपाईँले किन सिक्न सक्नु हुँदैन हामी चाहिँ अब किन धेरै सिकेर आएको त होइन नि हामी आइटीबाट आएको होइन नि त्यसले गर्दाखेरि चाहिँ तपाईँले के सोच्नुहोस् भन्दाखेरि चाहिँ हाम्रो यहाँ एकजना दाई हुनुहुन्छ उहाँको नाम निकाल्दिनँ होइन एकजना सिनियर दाई हुनुहुन्छ उहाँ चाहिँ जस्ट 5 क्लास पढेको त्यो पनि 20 वर्ष अगाडिको 5 क्लास सरकारी स्कुलमा तपाईँ आफै इमेजिन गर्नुहोस् न अब त्यतिखेर सोनामबाट सानो होला होइन यस्तो जमानामा पढेको एकजना दाईले यो बिजनेसमा आएर चाहिँ रेकर्ड ब्रेक गरेको उहाँले खै उहाँको चाहिँ हुन्छ नि अब उहाँले चाहिँ अब सबै नेपालीमा गर्नुहुन्छ अरे भनेपछि तपाईँको चाहिँ केही तपाईँको चाहिँ हुन्छ नि अब लाइफमा केही न केही गर्छु भने चाहिँ केही कुरा छेक्दैन रहेछ नि त
अनि 5 क्लास पढेको दाइले त यो बिजनेसमा चाहिँ 5 फिगर्स अफ इन्कम कमाएको यत्रो महिना भयो, क्लोज टु 1 वर्ष भएपछि उहाँको त्यो उबर काम गर्ने चट्ट छोडेर चाहिँ यो बिजनेसमा फुल टाइम लागिरहनु भएको छ। भनेपछि यो बिजनेसमा चाहिँ धेरै पढेको हुनुपर्दो रहेछ? पर्दैन नि। अनि हजुर कम्प्युटरको तपाईँको चाहिँ नलेज छैन भने चाहिँ यही भित्र आएर सिक्ने हो। शरम भएर मैले सिकेको जस्तै गरेर सिक्दै जाने हो। र चाहिँ धेरैजना चाहिँ यहाँ चाहिँ अब कोही चाहिँ यहाँ डक्टर्स, इन्जिनियर्स हुनुहुन्छ, आइटी प्रोफेसनको मान्छे हुनुहुन्छ, तपाईँको चाहिँ एटोर्निजहरू, लयर्सहरू हुनुहुन्छ, तपाईँको चाहिँ नर्सेसहरू हुनुहुन्छ, उहाँलाई अलरेडी अलिअलि थाहा हुन्छ होइन? अन्त थाहा हुन्छ पनि कम्प्युटर कसरी चलाउने भन्ने कुरा। अब उहाँहरूको लागि त एउटा प्लस पोइन्ट भयो, अलिकति छिटो सिक्नुहुन्छ होला। तर हामीलाई हुन्छ नि टाइम अलिकति लाग्छ, नलेज कहिले नछोएको मान्छेलाई अलिकति टाइम चाहिँ लाग्छ। तर के हुन्छ भनेदेखि चाहिँ सिक्दै जाने हो नि त नि एभ्री डे। दिनको एउटा सिङ्गल वर्ड सिके पनि तपाईँको चाहिँ 1 महिनामा 30 वटा वर्ड सिकिन्छ। सो त्यसरी सिक्दै जाने हो। अनि एन्टरप्रेन्योर भन्ने एउटा वर्डको एउटा डेफिनेसन त्यही हो, सिक्दै पैसा कमाउँदै अरूलाई हेल्प गर्दै, नयाँ कुराको इनोभेसन गर्दै, एक्सपिरियन्स गर्दै, अनि च्यालेन्जेसहरूलाई चाहिँ एड्याप्ट गर्दै जानेलाई नै एन्टरप्रेन्योर भनेर भनिन्छ। त्यसले गर्दाखेरि चाहिँ तपाईँको चाहिँ अब यो लाइभ सेसन सुनेर तपाईँले के गर्नुहोस्, अहिले तपाईँले चाहिँ एक्सन लिनुहोस्। किनभने एक्सन टेकर्स आर द मनी मेकर्स। यो यतिकै भनेको होइन। किनभने एक्सन लिनु भनेपछि कहाँबाट तपाईँको चाहिँ काम स्टार्ट हुन्छ त नि। अब यो साधारण म एउटा सिम्पल एउटा क्वेसन्स के अरे एउटा उदाहरण भन्छु। लेट्स चाहिँ अब केटी मान्छेहरू चाहिँ राम्ररी हुन मन लाग्छ, स्किनहरू कस्तो ग्लो हुन मन लाग्छ होइन। अब हुन त केटा मान्छे पनि हुन्छ होला, अब तर उदाहरण मात्रै। फेरि केटा मान्छे ओ माइ गॉड भनेर भन्ला। केटी मान्छेहरूको लेट्स चाहिँ अब म चाहिँ 6 महिनामा अथवा 1 महिना 1 वर्षमा चाहिँ मेरो स्किन चाहिँ यस्तो ग्लो हुन लागि चाहिँ म चाहिँ यो प्रडक्ट किन्छु अनि म अप्लाई गर्छु भनेर किन्नुहुन्छ। अनि त्यसमा चाहिँ हुन्छ नि कन्सिस्टेन्सी भएन भने हुन्छ नि, कन्सिस्टेन्सी भएन भने के हुन्छ, त्यो तपाईँले भनेको अनुसार गोलमा पुग्दैन कि। अनि त्यो एक्सन त लिनु पऱ्यो नि त। हो, त्यसले गर्दाखेरि चाहिँ म तपाईँलाई के सजेस्ट गर्छु भनेदेखि चाहिँ तपाईँको चाहिँ बिजनेस ब्याकग्राउन्ड नभए पनि ठिकै छ, एक्सपिरियन्स नभए पनि ठिकै छ। र तपाईँको चाहिँ अनि एक्सपिरियन्स चाहिँदैन भनेको रिजन के हो भनेदेखि चाहिँ सामान बेच्नु नपरेको हुनाले। अब सामान बेच्नु परेको भए तपाईँले चाहिँ चाहिन्छ पहिला तपाईँको चाहिँ कम्युनिकेसनको स्किल चाहियो, तपाईँको चाहिँ कन्फिडेन्स चाहिन्छ, धेरै कुराको तपाईँको स्किल्सहरू चाहिन्छ। अनि यो मात्र एउटा बिजनेस हो कि तपाईँले चाहिँ बिजनेस स्टार्ट गर्दाखेरि बिफोर यो हुन्छ नि इनरोल इन दिस बिजनेस सोध्ने भनेको के हो, तिम्रो चाहिँ पेन चाहिँ के छ, तिम्रो स्ट्रगल के छ, तिम्रो चाहिँ तिमी आएको कति भयो भनेर एउटा पेन एन्ड स्ट्रगल आफ्नो ब्याकग्राउन्ड, फ्यामिली ब्याकग्राउन्ड सोध्ने बिजनेस यो मात्रै हो। अब तपाईँ जबको इन्टरभ्यूमा जानुहोस्, तपाईँको अब बिजनेसको इन्टरभ्यूमा जानुहोस् होइन, अर्को अब फिजिकल बिजनेसहरूकोमा अब अर्को अनलाइनको एउटा तपाईँको चाहिँ इन्टरभ्यूमा जानु छ। तपाईँको चाहिँ फ्यामिलीमा के छ, नानी कतिजना छ, तपाईँको चाहिँ इन्कम कति छ, तपाईँको चाहिँ पेन एन्ड स्ट्रगलहरू के हो भनेर सोध्दैन नि। तपाईँको के सोध्छ, एक्सपिरियन्स के हो, कतिवटा तिम्रो के अरे त्योहरू छ, के भन्छ सर्टिफिकेटहरू छ, कतिवटा तिम्रो स्किल्सहरू छ, तिमीले अरू पहिला के कामहरू गर्यो त्योहरू भन। त्यो अनुसारको तिमीले तपाईँलाई जब दिन्छ नि, हो किन? सो त्यसले गर्दाखेरि चाहिँ तपाईँको लाइफमा के स्ट्रगलहरू छ, त्यो स्ट्रगल सबैको चाहिँ एउटा हुन्छ नि एउटा मुक्त हुने ठाउँ चाहिँ यो प्लेटफर्म हो भनेर भन्छु। थ्याङ्क यू भाइ। हजुर, थ्याङ्क यू दिदी, सो मच दिदी। वाह दिदी, हजुर दिदीले भन्नुभएको जस्तै हो नि दिदी। अब मैले पनि पहिला चाहिँ हामीहरू चाहिँ अब त्यो पर्फेक्ट चाहिँ मात्र खोजेर बस्यो भने त अब टाइम चाहिँ यत्तिकै गएर हुन्छ, हामी चाहिँ पर्फेक्ट कहिले पनि हुँदैन। अब मैले पनि पहिला अब दिदीको जस्तै मैले चाहिँ अब बिजनेस गर्नुभन्दा बिजनेस गरिसकेपछि बल्ल चाहिँ मैले पनि ल्यापटप किनेको थिएँ, पहिला छोएकै थिएन। अनि चाहिँ अब मैले पनि सँगै अब ल्यापटप चलाउँदै अनि सिक्दै अनि मैले बिजनेस गर्दै आइरहेको छु। सो अहिले चाहिँ अब म अरूलाई पनि सिकाउँछु। सो अहिले आएर चाहिँ एकदमै अब त्यस्तो भएको छ। सो अब पर्फेक्ट टाइम चाहिँ अब नखोजेर चाहिँ तपाईँले चाहिँ एक्सन टेक गर्नुभएपछि एकदमै त्यो चाहिँ राम्रो हुन्छ। हजुर, अनि अलराइट दिदी, अब चाहिँ म हाम्रो कमेन्ट चाहिँ एक्चुअली म पढ्न जाँदैछु है। हुन्छ भाइ, हुन्छ। कमेन्ट पढ्न चाहन्छु। अलराइट, सरी गाइज, एकछिन है। ओके, सो अब हाम्रो कमेन्टमा चाहिँ फर्स्टमा चाहिँ हाम्रो अशोक दाईले चाहिँ हामीलाई चाहिँ गुड मर्निङ एन्ड गुड इभिनिङ भन्नुभएको रहेछ। थ्याङ्क यू दाई। मर्निङ। हजुर, अनि त्यसपछि नै हाम्रो जमुना दिदीले चाहिँ वाचिङ फ्रम युएसए ओयो थ्याङ्क यू दिदी। अनि सो एक्साइटिङ भन्नुभएको रहेछ। थ्याङ्क यू दिदी फर वाचिङ दिदी, थ्याङ्क यू फर यर टाइम भन्न चाहन्छौँ हामी दुईजना। अनि अर्को चाहिँ हाम्रो सम्झना गुरुङ दिदीले चाहिँ
hello there, watching live from the UK. Thanks for sharing भन्नुभएको छ. Wow, thank you Thank Sandana you दिदी. so much दिदी for your time. अनि अर्को आएर चाहिँ she is my बहिनी, मेरो बहिनी हो. अनि म चाहिँ हाई आज भन्नुभएको छ. Thank you for your time and keep watching keep watching us. अनि अर्को चाहिँ हाम्रो यहाँ आएर चाहिँ हाम्रो एकजना दाइ पनि हामीले चाहिँ फाइटिङ गर्नुभएको छ. सो थ्याङ्क यू दाइ. अनि अर्को चाहिँ आएर अब हाम्रो दाइ, हाम्रो कोरियाको दाइ, हाम्रो मैन दाइले चाहिँ हामीलाई वाउ सोनाम भाइ एन्ड निमा बहिनी सो एक्सक्लुजिभ इन्फर्मेसन भन्नुभएको छ. थ्याङ्क यू सो मच दाइ फर यर टाइम. थ्याङ्क यू सो मच फर वाचिङ अस. Thank you अनि दाइ. थ्याङ्क यू दाइ. अनि आएर चाहिँ हाम्रो अशोक दाइले फेरि हामीलाई चाहिँ थ्याङ्क यू फर सेयरिङ भन्नुभएको छ. थ्याङ्क यू दाइ. अनि अर्को अहिले चाहिँ वाह यो चाहिँ मेरो बहिनीको चाहिँ हेलो आज क्याल्सियन आई एम हावाङ रे. अब दुईजना सँगै रहेछ बहिनी र भाइ चाहिँ. अलराइट दुईजना. सो अनि चाहिँ अब हाम्रो स्मृति दिदीले चाहिँ हामीलाई चाहिँ हेलो नमस्ते वाचिङ फ्रम न्यू जर्सी भन्नुभएको छ. थ्याङ्क यू सो मच दिदी फर वाचिङ. थ्याङ्क यू सो मच फर यर टाइम दिदी. अनि त्यसपछि आएर चाहिँ अब फेरि हाम्रो अशोक दाइले चाहिँ थ्याङ्क यू फर इन्सपायरिङ भन्नुभएको छ. अनि थ्याङ्क यू दाइ. अब आएर चाहिँ अब हाम्रो यो चाङचुप हारन एन्ड सिओ हाम्रो दिदीले चाहिँ वाचिङ फ्रम न्यू जर्सी भन्नुभएको रहेछ. अनि थ्याङ्क यू दिदी. अब आएर चाहिँ हाम्रो योन्तेन तेन्जिन दिदीले चाहिँ हामी दुईजनालाई चाहिँ हेलो टेस्टले एन्ड नमस्ते बोथ भन्नुभएको रहेछ. थ्याङ्क यू दिदी. हामी दुवैको तर्फबाट दिदीलाई थ्याङ्क यू भन्न चाहन्छु. अनि वाचिङ फ्रम न्युयोर्क भन्नुभएको छ दिदीले. थ्याङ्क यू दिदी. अनि लास्टमा चाहिँ आएर हाम्रो कमला दिदीले चाहिँ नमस्कार वाचिङ लाइभ फ्रम नेब्रास्का भन्नुभएको छ दिदीले. अनि थ्याङ्क यू सो मच फर यर टाइम गाइज. अनि हामी चाहिँ अझै पनि हाम्रो क्वेसन बाँकी हुन्छ. सो किप वाचिङ विथ अस, स्टे विथ अस. सो हजुर सो मच. अब चाहिँ दिदीलाई म चाहिँ अब थर्ड लास्ट क्वेसन सोध्न चाहन्छु दिदी. सो यहाँ चाहिँ हाम्रो क्वेसन चाहिँ अब हाउ क्यान यु प्रुभ द्याट दिस इज रियल भनेर रहेछ. सो कति राम्रो क्वेसन भाइले हेर्नु. अब यो चाहिँ के हो भन्दाखेरि चाहिँ किन मान्छेले यो क्वेसन सोध्छ भन्दाखेरि चाहिँ फर्स्टमा हामी चाहिँ अनलाइनमा काम गर्ने हो, यसरी यो स्क्रिनमा काम गर्ने हो. अनि सेकेन्ड थिङ चाहिँ अहिलेको वान अफ द स्ट्रङ्गेस्ट एउटा पावरफुल प्लेटफर्म सोसियल मिडिया युज गरेको हुन्छ. अब सोसियल मिडियामा चाहिँ मान्छेलाई अलिकति गाह्रो हुन्छ कि कुन चाहिँ राइट हो कुन चाहिँ रङ हो. ओ माई गॉश फेरि यो मान्छे रियल होइन भने के गर्ने भन्ने मान्छेलाई डर हुन्छ होइन. अब मलाई चाहिँ किन डर भएन भनेदेखि चाहिँ मेरो आफ्नै मुस्ताङको दिदी भएर चाहिँ डर भएन. किनभने अब जस्ट इन केस उहाँ फसेको भए मलाई किन तिमी गर भनेर भन्थ्यो र हो कि भनेर चाहिँ मलाई त्यो यो रियल हो कि होइन जस्तो कहिल्यै दिमागमै आएन. त्यसले गर्दा नै होला कि मेरो एउटा पोजिटिभ माइन्डसेटले गर्दा नै होला त्यत्रो अहिलेसम्मको सक्सेस पाउनुको यो पनि होला जस्तो लाग्छ होइन. सो म कसरी प्रुभ गर्छु यो चाहिँ रियल बिजनेस हो भनेर चाहिँ फर्स्ट थिङ चाहिँ यो लाइभ सेसन हेर्नुहोस् बाहिर म छ होइन. यो लाइभहरू चाहिँ हामी आउनुको रिजन पनि के हो भन्दाखेरि चाहिँ हामी चाहिँ वी आर रियल पिपल ह्याभिङ रियल सक्सेस भनेर त्यो कुरा चाहिँ हामी त्यो अपर्च्युनिटीलाई चाहिँ सेयर गर्नुको लागि हामी यहाँ लाइभ आइरहेको छु. किनभने लाइभलाई तपाईँले चाहिँ एआईले पनि एडिट गर्न सक्दैन. त्यो एउटा फर्स्टको रिजन भयो होइन. किनभने अब जस्ट इन केस हामी स्क्यामर भएको भए त यसरी कहाँ आउँथ्यो त नि. अनि अहिलेको सोसियल मिडिया यस्तो पावरफुल छ कि कहाँबाट समातेर हुन्छ तपाईँले चाहिँ जेलमा हाल्छ. तपाईँ चाहिँ फेरि नेपाल जानुपर्छ होइन, त्यो बोकेर जानुपर्छ. त्यसरी त हामी आएको होइन यो बिजनेसमा. त्यो भयो. अनि लास्टमा चाहिँ अर्को लास्ट भएन सेकेन्डमा के भन्छु भनेदेखि चाहिँ हामी अब युएसमा कोरियामा मलाई एक्ज्याक्टली थाहा भएन. युएसमा होइन सोसियल सिक्युरिटी भनेको चाहिँ वान अफ द सेन्सिटिभ नम्बर हो. त्यो चाहिँ लगाएर चाहिँ बिजनेस इनरोल गरिन्छ. अब यो चाहिँ फेरि बिजनेसमा एउटा हुन्छ सुरुमा तपाईँको चाहिँ एउटा इन्क्वायरी गर्दाखेरि चाहिन्छ भनेको होइन. फेरि त्यो अन्यथा लिला होइन बिजनेस इनरोल गर्दाखेरि. किनभने यो रियल बिजनेस हो नि त. त्यसले गर्दाखेरि सोसियल सिक्युरिटी जस्तो वान अफ द सेन्सिटिभ नम्बर यो बिजनेसमा लगाएर चाहिँ हामी बिजनेसको एउटा लाइसेन्स निकालिन्छ. सो त्यसले गर्दाखेरि चाहिँ एट द एन्ड अफ द इयर तपाईँको चाहिँ 1099 भन्ने फर्मबाट गभर्मेन्टले चाहिँ हामी चाहिँ ट्याक्स दिनुपर्छ. त्यसले गर्दाखेरि चाहिँ लिगल बिजनेस हो. किनभने जति पनि इम्प्लोइ हुनुहुन्छ यो संसारमा अथवा चाहिँ अब युएसमा होइन यहाँ चाहिँ इम्प्लोइहरूको चाहिँ W2 फर्म आउँछ होइन. अनि बिजनेस ओनर
इन्डिभिजुअल कन्ट्र्याक्टर अब उबर ड्राइभरहरू भयो, जति पनि बिजनेस ओनर हुनुहुन्छ, फिजिकल बिजनेस ओनर अथवा चाहिँ अनलाइन बिजनेस ओनर, उहाँहरू सबैजनाको चाहिँ 1099 फर्म आउँछ। अनि 1099 फर्ममा तपाईँको चाहिँ जब तपाईँ चाहिँ तपाईँको एकाउन्टेन्टमा गएर चाहिँ तपाईँले ट्याक्स फाइल गर्नुहुन्छ नि, हो त्यतिखेर तपाईँको होल तपाईँको चाहिँ हुन्छ नि सबै कुरा दिनुपर्छ। त्यो सबैले थाहा नै छ होइन। एकाउन्टमा गएर तपाईँको चाहिँ सोसियल सिक्युरिटी भयो, तपाईँको होम एड्रेस भयो, तपाईँको चाहिँ पहिला तपाईँ कहाँ हो के हो सबै एभ्री सिङ्गल डिटेल तपाईँ को चाहिँ हो त भन्ने कुरा सबै त्यहाँ दिनुपर्छ र त्यो अनुसारको तपाईँले गभर्मेन्टलाई तपाईँ चाहिँ ट्याक्स दिनुपर्छ। र मैले चाहिँ मेरो स्कुल मुनि गएर स्कुल गरेर हेर्नुहोस्, अब तपाईँलाई धेरै टाइम लाग्छ होला, फेरि नजाने यत्रो मुनि त म त टाइम वेस्ट नगर्ने भनेर भन्छ होला। लास्ट इयरको मार्चको यही वर्षको होला, कहाँ लास्ट इयर हुने होइन, यही वर्षको मार्च महिनाको 17 तारिकमा मैले ट्याक्स फाइल गरेको चाहिँ यहाँ त्यहाँ राखेको छु, पोस्ट गरेको छु, त्यहाँ पनि हेर्नुहोस् 1099 होइन। सो त्यसले गर्दाखेरि चाहिँ 1099 आउँछ सुरुमा, त्यो भयो होइन। अनि अर्को कुरा चाहिँ 1099 भन्ने बित्तिकै यसरी दिमागमा लाउनुहोस् कि ओ बिजनेस लिगल बिजनेस रहेछ। अनि यो बिजनेस चाहिँ लिगल बिजनेस भएको हुनाले हामीले चाहिँ लाइसेन्स पाएपछि मात्र बिजनेस चाहिँ रन गर्न सकिन्छ। अनि त्यो लाइसेन्स चाहिँ कसले दिन्छ भन्दाखेरि चाहिँ हुन्छ नि मल्टी बिलियन जापानिज कम्पनीले हाम्रो लाइसेन्सलाई चाहिँ स्पोन्सर गरेको हुन्छ। अनि त्यो चाहिँ कति वर्ष भयो भनेदेखि चाहिँ 52 इयर्स रनिङ। अनि अस्ति म 51 इयर्सको एनिभर्सरीमा चाहिँ क्यालिफोर्निया गएको थिएँ। कतिजना बिजनेस अन्टरप्रेनर मिलिनियर्स बिलिनियर्सहरूसँग भेट्ने मौका पायो। उहाँहरूसँग चाहिँ हुन्छ पर्सनली भेट्दाखेरि चाहिँ अब त्योहरू हामीले स्क्रिनमा मात्रै हेरिन्छ कि कहिले यसरी पर्सनली भेट्दैन। अनि त्योहरू चाहिँ हामीले मास्टरमाइन्डमा हेरिरहेको मान्छेहरू चाहिँ त्यहाँ चाहिँ पर्सनली भेट्न पाउँदाखेरि चाहिँ उनीहरूबाट पर्सनली स्पिचहरू सुन्न पाउँदाखेरि र यसरी देख्दाखेरि र यस्तो फिल भयो कि ए मिलिनियर्स बिलिनियर्सहरूको चाहिँ यस्तो हुँदो रहेछ, उनीहरूको लाइफस्टाइल त्यस्तो हुँदो रहेछ, उनीहरूको बोल्ने तरिका यस्तो हुँदो रहेछ, अथवा उहाँहरूको चाहिँ मिलिनियर्स बिलिनियर्स कसरी भयो भन्ने कुराको चाहिँ त्यहाँ भन्छ कि त्यो बिहाइन्ड द सिनको कतिको स्ट्रगलहरू च्यालेन्जेसहरू भन्छ। ए त्यसरी पो उनीहरू चाहिँ मिलिनियर्स बिलिनियर्स भएको रहेछ भन्ने कुरा चाहिँ आफ्नो आँखाले त्यहाँ देख्दाखेरि चाहिँ अझै आफ्नो धेरै कुरामा चाहिँ मोटिभेट इन्सपायर हुँदो रहेछ कि यो बिजनेस चाहिँ हुन्छ नि जे एक्सन लियो धेरै राम्रो गर्यो, हुन्छ नि मैले एक्लै डिसिजन लिएको यो बिजनेस हो। मैले चाहिँ हुन्छ नि यत्रो धेरैजनाको ग्लोबल स्टेजमा गएर चाहिँ आफ्नो जुन ट्रेडिसनल लुगा लाएर चाहिँ त्यहाँ चाहिँ निमावङमा गुरुङ को चाहिँ हो भन्ने कुरा चाहिँ नेपालको रिप्रेजेन्ट गरेर त्यहाँ चाहिँ स्टेजमा जाने मौका पाएको थियो अस्तिको 51 इयर्सको कन्भेन्सनमा। अनि त्यो स्टेजमा यतिकै पुग्यो भने नि त्यो स्टेजमा चाहिँ जो मान्छेहरू चाहिँ अलिकति 5 फिगर्स इन्कम कमाउँछ त्यहाँहरू त्यहाँ जान पाउँछ, तर सबै मान्छेहरू चाहिँ भर्खर आएको न्युबिजहरू त्यहाँ जाने त्यो छैन रहेछ है अहिलेको लागि होइन। सो त्यो यो मैले सेयर गरेको रिजन चाहिँ मैले के किन राम्रो गरेछु भनेर भनेको होइन कि प्रुफ गर्न खोजेको, किनभने धेरैजना मान्छेको चाहिँ हेर अजम्सन के हुन्छ भनेदेखि चाहिँ ए फेरि त्यही अनलाइन होला नि, पहिला म फसेँ थिएँ नि हो त्यही अनलाइन होला नि भनेर भन्नुहुन्छ नि त। हो त्यसले गर्दाखेरि चाहिँ म चाहिँ हामी चाहिँ हुन्छ नि रियल बिजनेस हो। अब युएसमा न्युयोर्कमा मात्रै हाम्रो 3टा ब्रान्चेसहरू छ होइन। अब के अरे अलिकति स्क्यामर बिजनेस अब रियल बिजनेस नभएकोहरू चाहिँ के हुन्छ भनेदेखि चाहिँ तपाईँको चाहिँ फिजिकल लोकेसन हुँदैन, ढोका ढोकाउनुको लागि हुँदैन होइन। अनि मेन कुरा तपाईँले कसरी पत्ता लगाउनुहोस् यो बिजनेस रियल होइन। तपाईँले अब अनलाइनमा के हेर्दै हुनुहुन्छ भने 10 वर्षभन्दा मुनिको एउटा कम्पनीको छ भने त्यो चाहिँ स्क्याम हुनसक्छ है। किनभने 10 वर्ष अलिकति इलिगल बिजनेसहरू चाहिँ तपाईँको 4-5 वर्ष टिक्छ, त्यहाँदेखि सुरुमा आएको मान्छेले पैसा कमाउँछ, त्यहाँदेखि लास्टमा आएको मान्छेले पैसै कमाउँदैन। उनीहरूले ब्याङ्क्रप्सी फाइल गर्छ, सुरुमा आउने मान्छेले पैसा कमायो, त्यो लास्टमा आउने पैसै कमाउँदैन। अनि त्यहाँ फिजिकली यहाँ हामीले एस्टोरियामा छ हाम्रो के अरे ब्रान्च के अरे अफिस होइन, यसरी चाहिँ फिजिकली अफिसमा जाने त्यो अफिसै हुँदैन कि फिजिकल अफिसै हुँदैन सुरुमा होइन। सो त्यसले गर्दाखेरि चाहिँ तपाईँले आजैदेखि यसरी चाहिँ सोच्नुहोस् कि यो बिजनेस चाहिँ रियल बिजनेस हो। रियल बिजनेस नभएको भए हामी सनम भाइ र म किन यहाँ आउँथेनौँ किन, हामी चाहिँ रियल मान्छे हो भनेर आएको। र हाम्रो पेजमा यसो गरेर हेर्नुहोस्, नानीहरूदेखि लिएर होल फ्यामिलीदेखि लिएर एभ्री सिङ्गल डे आफ्नो स्टोरिजहरूदेखि लिएर कन्टेन्टहरू चाहिँ अनलाइनमा एभ्री सिङ्गल डे किन चाहिँ हामीले त्यसरी हालिन्छ। र चाहिँ अहिले यस्तो गर्नुहोस्, तपाईँहरूको टाइम छ भने 2 मिनट्स टाइम लिएर गुगलमा जानुहोस्, हु इज निमावाङमु गुरुङ भनेर लेख्नुहोस् त, सबै त सरर गुगलमा आउँछ। अनि त्यस्तो मान्छे चाहिँ किन अहिलेसम्म चाहिँ के अरे हामीले चाहिँ यसरी सोच्नुहोस् कि किन चाहिँ यो बिजनेस लिगल बिजनेस हो रहेछ है भनेर तपाईँको दिमाग त्यसरी लाउनुहोस्, त्यहाँ सरर भन्छ गुगलमा गएर होइन। सो त्यसले गर्दाखेरि चाहिँ यस्तो दिन पनि आयो कि मलाई चाहिँ पहिला चाहिँ बिजनेसमा आउनुभन्दा अगाडि म को हो कसैले चिन्दैन। म त यस्तो साइलेन्स मान्छे हो नि त, कहीँ घुम्न नजाने, कतै पार्टी सार्टी नजाने, अब कसैले नचिन्ने मान्छे हो नि त म। अनि अहिले आएर चाहिँ धेरैजना चाहिँ दिदी मैले त तपाईँलाई टिकटकमा देखेँ नि, बहिनी तपाईँलाई त म कहाँ देखेँ जस्तो लाग्छ, अनलाइन बिजनेस गर्ने चाहिँ होइन भनेर कतिजनाले मलाई पर्सनली यसरी भन्नुहुन्छ कि। स्पेसली कहाँ गएछु भन्नु न, भाइले थाहा छैन होइन, न्युयोर्कमा हुने थाहा छ, ज्याक्सन हाइट भनेर छ कि एउटा ठाउँ, त्यो चाहिँ मिनी नेपाल भन्दा हुन्छ।
सबै नेपाली सबै इमिग्रेन्टहरू हुन्छ अनि हेर्दाखेरि चाहिँ नेपाल पुगेको जस्तो फिल हुन्छ अनि त्यहाँ धेरै नेपालीहरू चाहिँ कसरी हेर्छ कि हुन्छ नि दिदी नमस्ते तपाईँलाई मैले टिकटकमा भेटेँ नि देखेँ नि भनेर कतिजना मान्छे त्यसरी चिन्नुहुन्छ सो द्याट मिन्स म एउटा इलिगल बिजनेस गर्दै आएको भए त मलाई त कहाँ जमानामै कहाँ गायब हुन्थ्यो नि हो किन अब म मात्रै अब अहिले पो स्क्रिनमा बाहिर म मात्रै हामी दुईजना मात्रै कुरा गरेको अब यो बिजनेसमा चाहिँ हुनुहुन्छ क्लोज टु 3 लाख मान्छेहरू चाहिँ ग्लोबली हुनुहुन्छ अब त्यसमा चाहिँ सनम भाइ र म मात्रै जस्तो होइन कि डक्टर्सदेखि लिएर इन्जिनियर्सदेखि लिएर तपाईँको लयरदेखि एटोर्निस तपाईँको सिए जे भन्नुहोस् सबै सेक्टरको मान्छे हुनुहुन्छ त्यसले गर्दाखेरि चाहिँ यसरी सोच्नुहोस् कि ठिकै छ अब निमै बहिनी त घरमै बस्दो रहेछ नानी हेरेर त्यसले गर्दाखेरि बिजनेसमा आएको होला नि त अरूहरू त छैन होला त्यसरी नसोच्नुहोस् किन भन्दाखेरि चाहिँ डक्टर्स इन्जिनियर्सहरू चाहिँ किन आएको थियो नि यो बिजनेसमा होइन उहाँले केही न केही रिसर्च गरेर आउनुभयो होला हाम्रै कोच सुषमा दिदी हुनुहुन्छ कि $78,000 अनलाइनमा फसेको मान्छे यो बिजनेसमा आउनु भएको छ अनि उहाँले 2 वर्ष रिसर्च गर्नुभएको अरे बिजनेसमा आउनुभन्दा अगाडि किन धेरै ठाउँमा अब अलरेडी स्क्याम भएपछि फेरि यो पनि त्यही स्क्याम हो कि भनेर उहाँले चाहिँ अनलाइन बिजनेस भन्ने बित्तिकै उहाँको दिमागमा त्यसरी लाग्थ्यो यो स्क्याम हो जस्तो लाग्थ्यो अरे अनि उहाँले धेरै वर्ष रिसर्च गरेपछि बल्ल यो बिजनेसमा आउनु भएको सो तपाईँ आफै यसरी भन्नुहोस् कि हाम्रै सिनियर कोच यत्रो पैसा चाहिँ स्क्याममा फसेर चाहिँ यो बिजनेस मात्र किन चुज गर्नुभयो र अहिले महिनामा चाहिँ रेकर्ड ब्रेकर हुनुहुन्छ हाम्रो नेपाली कम्युनिटीमा एकै महिनामा चाहिँ 6 फिगर्स इन्कम $100,000 एकै महिनामा अस्तिको अक्टोबर महिनामा चाहिँ हाम्रो सोसियल मिडिया नै हल्लाइदियो हाम्रो जुन एउटा लाइभी ग्रुप छ त्यही नै हल्लाइदियो दिदीले होइन त्यो पनि छ यो बिजनेस यतिको पोटेन्सियल छ यो बिजनेसमा होइन त्यसले गर्दाखेरि चाहिँ तपाईँले यसरी लिनुहोस् कि लिगल बिजनेस हो लेजिटिमेट बिजनेस हो है त्यसरी लिनुहोस् थ्याङ्क यू भाइ मैले थ्याङ्क यू दिदी थ्याङ्क यू सो मच दिदी थ्याङ्क यू सो मच फर अनि दिदी हजुर हो नि दिदी अब जसले चाहिँ यो चाहिँ अब रियल हो कि होइन भनेर चाहिँ धेरैजना क्वेसन गर्नुहुन्थ्यो है अनि आई थिङ्क आई होप उहाँहरूले चाहिँ अब आन्सर पाउनुभयो होला अनि त्यो दिदीले चाहिँ सबै प्रुफ गर्नुभयो थ्याङ्क यू दिदी अब चाहिँ दिदी हामी चाहिँ नेक्स्ट क्वेसनमा जान्छौँ हामी दिदी चाहिँ दिदी र म सो अब हाम्रो नेक्स्ट क्वेसन चाहिँ what was your biggest challenge when you started this business and how did you overcome it भनेर चाहिँ दिदी सो सिरम भाइले त हुन्छ नि यो दिदीले यही क्वेसन सोध्छौ भनेर लिएर आएको जस्तो लाग्यो मलाई चाहिँ हुन्छ नि मेरो बिजनेसको जर्नीमा जे भयो त्यही एक्ज्याक्टली सोधिरहेको छ कि ल थ्याङ्क यू सो मच मेरो च्यालेन्जेसहरू के थियो भनेदेखि चाहिँ सुरुमा म आफू यस्तो खालको इन्ट्रोभर्ट मान्छे हो कि जिन्दगीमा कहीँ कतै पार्टी सार्टी नजाने मान्छे थोरै बोल्ने मान्छे अब एकजना मान्छेले मलाई पर्सनली भेट्यो भने त्यो मान्छे म जस्तै नबोल्ने पऱ्यो भने दिनभरि कुरै हुँदैन त्यस्तो खालको मान्छे एकदम वे इन्ट्रोभर्ट मान्छे चाहिँ कोच सुषमाको टिम ट्रेनिङमा जति पनि हुनुहुन्छ अलमोस्ट 1000 बिजनेस अन्टरप्रेनर हुनुहुन्छ ग्लोबली त्यसमा वान अफ द मोस्ट एउटा इन्ट्रोभर्ट मान्छे म पर्छु त्यसपछि सोनम भाइ होला होइन त्यसरी पर्छु होइन सो त्यो एउटा इन्ट्रोभर्ट नेचर एकदम साई नेचरले गर्दाखेरि पनि मलाई के भयो भनेदेखि सुरुको बिजनेसमा धेरै च्यालेन्जेस भोगेँ मैले तर मलाई भित्रैदेखि म एउटा पर्सनल ग्रोथ हुन्छु म अलिकति कन्फिडेन्ट हुन्छु अलिकति कम्युनिकेसनको स्किल्सहरू म लर्न गर्न चाहन्छु सो द्याट म चाहिँ हुन्छ नि आफूले अलिकति हुन्छ नि जहिले पनि त्यो कुनामा बस्नु भन्दाखेरि म केही न केही फ्रन्टमा आएर केही न केही आफ्नो सिकेको कुराहरू आफ्नो रायहरू चाहिँ म चाहिँ एउटा प्रस्तुत गर्छु अहिले त के हो नेपालीको वर्डहरू राम्रो आइरहेछ हो त्यो चाहिँ भन्छु जस्तो लाग्थ्यो भित्रभित्र तर चाहिँ अब त्यो इन्ट्रोभर्ट नेचरले गर्दाखेरि नर्भस हुने त्यस्तो हुन्थ्यो र मेन कुरा मेरो एउटा बिजनेसको जर्नीमा एज अ न्यू बिजनेस अन्टरप्रेनर हुँदाखेरिको एउटा च्यालेन्जेस के थियो भन्दाखेरि चाहिँ क्रिटिसाइज गर्छ कि मेरो सोसाइटीले मलाई के चाहिँ भन्ला अनि यो चाहिँ किन भयो भनेदेखि चाहिँ म बिजनेस स्टार्ट गर्दाखेरि मेरो जति पनि फ्यामिली मेम्बर्स हुनुहुन्छ मेरो हस्बेन्डदेखि लिएर मेरो इनलजदेखि लिएर मेरो जति पनि हुनुहुन्छ मेरो भाइ हुनुहुन्छ कसैले पनि सपोर्ट नगरिकन बिजनेसमा एक्सन लिएको म मात्र हो किन उहाँले चाहिँ अब नेगेटिभ तरिकाले लिने होइन कि स्केप्टिकल सो स्केप्टिकल भनेको कुरा चाहिँ त्यस्तो नेगेटिभ त्यो नराम्रो चाहिँ होइन स्केप्टिकल भनेको के हो भनेको चाहिँ यस्तो हो कि भनेर अजम्सन गर्ने लेट्स चाहिँ स्क्याम हो कि यो चाहिँ यसमा चाहिँ हाम्रो चाहिँ सक्सेस पाउँदैन है भन्ने खालको त्यस्तो सोचाइ भएको मान्छे हो उहाँहरू त्यस्तो हुँदै पनि म एक्लैले चाहिँ डिसिसन यो बिजनेसमा लिएको हुनाले चाहिँ सुरुमा यस्तो स्ट्रगल भयो कि हुन्छ नि कहिले मलाई भित्र के लाग्थ्यो भनेदेखि चाहिँ ओ माई गॉश मलाई अलिकति हुन्छ नि इमोसनली ल जे गरिरहेछ राम्रै गरिरहेछ घर भन्ने एकजना मात्र मान्छे भयो नि हुन्थ्यो नि जस्तो फिलिङ हुन्थ्यो होइन अनि त्यसले गर्दाखेरि पनि मलाई चाहिँ सपोर्ट नहुँदाखेरि हुन्छ नि अब आफ्नै हस्बेन्डले आफ्नै इनलज आफ्नै मान्छेहरूले चाहिँ सपोर्ट नहुँदाखेरि मलाई के फिल हुन्थ्यो भनेदेखि चाहिँ रङ डिसिजन लियो क्या हो समटाइम्स यस्तो दिनहरू पनि थियो कि आमा मैले त रङ डिसिजन लिएछु
भन्ने दिनहरू पनि थियो हैन। अनि त्यसले गर्दाखेरि चाहिँ मलाई समाजको क्रिटिसाइज आउँछ कि एज अ बुहारी, छोरी र बुहारीमा धेरै कुराको फरक छ हैन। छोरी भएपछि त आमाको छोरी हो, म त झन् कान्छी छोरी भइहालेँ, कान्छी छोरी त सबैले माया गर्छ, त्यस्तो मान्छे हो नि त। अनि बुहारी भएपछि धेरै कुरामा कन्सर्न गर्नुपर्ने अनि त्यहाँदेखि चाहिँ अब ल यो पोस्ट एउटा मेरो आफ्नो राम्रो एउटा सिङ्गल पिक्चर हाल्यो भने सोसियल मिडियामा, आमामा यो हालौँ कि नहालौँ, यो पोस्ट गरौँ कि नगरौँ, यो हालिहाल्यो भने यो मान्छेले के भन्ला, यो मान्छेले के कमेन्ट्स आउँला भनेर भन्छ कि भन्ने त्यो दिमागमा राखेर चाहिँ यति च्यालेन्जेस भोगेँ बिजनेसमा हैन। सो त्यसले गर्दाखेरि चाहिँ अहिले आएर चाहिँ मैले जुन दिन हुन्छ नि बिजनेसमा यत्रो महिनाहरू चाहिँ बिजनेसको ब्लेसिङ्सहरू अन द वे हुनुको रिजन त्यो पनि थियो। मान्छेले क्रिटिसाइज गर्छ कि मान्छेले के थिए भन्ला, त्यो दिमागमा राख्ने बित्तिकै मैले कहिल्यै बिजनेसमा धेरै मन्थहरू चाहिँ रिजल्टहरू अन द वे भयो, त्यो भयो हैन। अनि अर्को कुरा चाहिँ के थियो भनेदेखि चाहिँ मैले अघि सुरुमा भनेँ नि, अब अहिले भर्खर आउनेहरूलाई थाहा छैन होला मेरो बिगेस्ट रिजन के थियो भनेदेखि चाहिँ त्यो बिगेस्ट रिजनको एउटा स्ट्रगलको फेजमा भएको हुनाले चाहिँ ट्रेनिङ साइडमा मैले फोकस गरेर चाहिँ हेर्नै सक्दैन थियो कि। अब टाइम 1-2 घन्टा भए पनि दिमागले कामै नगर्ने, दिमागले गरी के सोच्ने अब हस्बेन्डको हेल्थको इस्युदेखि लिएर घरको के धेरै सोचेर हुन्छ, एक्लैले गर्यो भने त सबै काम। त्यसले गर्दाखेरि चाहिँ त्यो फोकस नै हुनु नसक्ने, त्यो मेरो एउटा च्यालेन्ज भयो। किनभने अब यो बिजनेसमा सबै कुरा ट्रेनिङ साथ त हो नि, अनि त्यो ट्रेनिङ साथमै तपाईँले चाहिँ लागु गरेन भने त कहाँबाट आउँछ नि। एभ्री टाइम मेन्टर भन्ने त हुँदैन, फेरि त्यो मेन्टरलाई पनि सोध्न पनि नसक्ने खालको म त त्यस्तो पो पऱ्यो त फेरि म त हैन। त्योहरू मेरो चाहिँ च्यालेन्जेसहरू थियो। अनि अर्को एउटा च्यालेन्जेस के थियो भन्दाखेरि चाहिँ पर्फेक्ट हुनुपर्छ है। अब जे पोस्ट गरे पनि जे गरे पनि जस्तोसुकै अब मिटिङमा गए पनि अब जे बोले पनि जे जस्तोसुकै कन्टेन्ट क्रिएट गर्दाखेरि पनि पर्फेक्ट हुनुपर्छ, किनभने यो सोसियल मिडिया हो। अब फेसबुक पेज त पब्लिक हो हैन, संसारभरिको मान्छेले देख्छ। अनि यो मान्छेले चाहिँ कतिजना मान्छे संसारमा चाहिँ मभन्दा धनी मान्छे छ, मभन्दा धेरै पढे लेखेको छ, मभन्दा धेरै राम्रीहरू छ, मभन्दा धेरै हुन्छ नि पर्फेक्ट भएको मान्छेहरू छ, अनि म त त्यस्तो छैन भनेर चाहिँ दिमागमा त्यो राखेर कति कुरामा च्यालेन्जेस भयो। र चाहिँ जुन दिन मेरो रिजल्टहरू अन द वे धेरै महिना भएपछि म आफूलाई के भनेँ भनेदेखि चाहिँ मास्टरमाइन्ड सुन्न थालेँ है। अब ओभरकम कसरी भयो भन्ने कुरा भन्दैछु होइन। मास्टरमाइन्ड सुन्न थालेँ, किनभने हाम्रो कोचले बार भन्थ्यो निमा मास्टरमाइन्ड सुन्यौ भनेर भन्थ्यो। सुने तर भित्र सुने कि हुँदैन कि होइन। अनि मास्टरमाइन्ड किन दिदीले यसरी भन्छ भने एक दिन मैले राम्ररी हेर्दाखेरि चाहिँ मास्टरमाइन्डमा चाहिँ मेरो जस्तै त्यो स्ट्रगलको फेसहरू मेरो आफ्नै जुन एउटा भइरहेछ त्यो कुरा चाहिँ सेम थिङ कोही मान्छेले चाहिँ हुँदो रहेछ। अनि कोही मान्छेलाई चाहिँ मेरो भन्दा पनि धेरै स्ट्रगल फेस गरेर बिजनेसमा सक्सेस पाउँदो रहेछ। अनि मैले यसरी सोचेँ कि सक्सेस पाउनुको लागि तपाईँले चाहिँ च्यालेन्जेस फेस गर्नुपर्दो रहेछ, अब्स्टेकल्सहरू पार गर्नुपर्दो रहेछ र पो सक्सेस पाउने रहेछ भन्ने कुरा चाहिँ दिमागमा क्लिक भयो। र चाहिँ एउटा केटीको नाम अहिले एक्ज्याक्टली आएन, अन्टरप्रेनर नै हो हाम्रै कम्युनिटीको होइन। उसले भन्यो कि तपाईँको दिमागबाट चाहिँ पर्फेक्ट हुनुपर्छ भन्नेहरू र कसले के भन्ला भन्ने कुरा दिमागदेखि हटाउनुहोस्, यु आर अलरेडी सक्सेसफुल। त्यो कुरा दिमागमा लाउने बित्तिकै मैले जुन दिन म आफैले एउटा लाउडली भने कि निमा यु आर डुइङ रङ, तिमीले जे गरेर चाहिँ अहिले रङ गरिरहेछ, तिमी अब योबाट निस्क भनेर मैले जुन दिन मैले भनेँ नि, त्यहाँदेखि मेरो 3rd माइलस्टोन, 4th माइलस्टोन, 5th माइलस्टोन, 6th अब डबल 6th गरेर यसरी मैले चाहिँ बिजनेसमा आएर चाहिँ अहिले चाहिँ आएर चाहिँ हुन्छ नि कोसिसमाको के अरे टिममा चाहिँ वान अफ द सक्सेसफुल अन्टरप्रेनर भन्न त्यतिको कन्फिडेन्टका साथ म भन्न सक्छु। र चाहिँ मोर देन अ इयर भयो, एभ्री सिङ्गल मन्थ 5 फिगर्स अफ इन्कम यो बिजनेसबाट कमाएको। अब धेरैजना थाहा छैन होला 5 फिगर्स भनेको चाहिँ 5,000 होला भनेर सोच्नुहुन्छ US डलर होइन नि। 5,000 के अरे 5 फिगर्स भनेको चाहिँ तपाईँको चाहिँ के हुन्छ चाहिँ जति पनि डिजिट हुन्छ नि त्यो एउटा डिजिट 2टा 3 4 गरेर चाहिँ 5वटा डिजिटभन्दा माथिलाई चाहिँ 5 फिगर्स अफ इन्कम भनेर भनिन्छ होइन। सो त्यसले गर्दाखेरि चाहिँ अहिले आएर चाहिँ 5 फिगर्स अफ इन्कम कमाएको धेरै वर्ष भयो, के अरे धेरै 14 महिना रनिङ भयो होइन। त्यसले गर्दाखेरि चाहिँ मैले चाहिँ च्यालेन्जेसहरूमा अर्को एउटा के भयो भन्दाखेरि चाहिँ अलिकति मैले चाहिँ कुरा सेयर गर्नुपर्दाखेरि चाहिँ कसरी चाहिँ त्यो के अरे ओभरकम गरेँ भन्दाखेरि चाहिँ मेरो एकाउन्टेन्ट पार्टनर हुनुहुन्छ बिजनेसमा, 2टा एकाउन्टेन्ट पार्टनरले पनि धेरै कुरामा चाहिँ त्यो भयो के अरे निमा यो गर है, त्यो होइन नि त्यसरी गर भनेर भन्ने मान्छे पायो। र चाहिँ मेन कुरा चाहिँ जतिजना पनि हुनुहुन्छ हाम्रो विनिङ इगल्स अथवा चाहिँ हाम्रो VIP ग्रुपमा, उहाँले चाहिँ मलाई पर्सनली वाउ कति राम्रो गरिरहेछ भनेर इन्करेज पाउँछ नि। जब तपाईँको भोइसमा एउटा स्ट्रङ एउटा युनिकनेस छ है, यु आर डुइङ ग्रेट, किप अन गोइङ भनेर यस्तो राम्रो त्यो कुराहरू चाहिँ त्यो भित्रैबाट आएको भन्दा त्यो यतिकै टाइप गरेको त होइन, त्योहरू सुन्दाखेरि चाहिँ ओहो मैले राम्रै गर्दो रहेछ है भन्ने चाहिँ आउँदो रहेछ। र चाहिँ त्यसरी चाहिँ मोटिभेट भएर चाहिँ मैले चाहिँ अहिले चाहिँ हुन्छ नि आफूले सिकेर पनि
अर्कालाई सिकाउन सकिरहेको छु र चाहिँ मेन कुरा चाहिँ अब म त एउटा सर्टेन पोजिसनमा पुगिसकेको छु यो बिजनेसमा होइन, त्यसले गर्दाखेरि चाहिँ अब आफ्नो पैसा कमाउने भन्दाखेरि पनि मेरो बिजनेस पार्टनरहरूको चाहिँ कसरी चाहिँ 3rd माइलस्टोन हिट गर्ने, कसरी 4th माइलस्टोन हिट गर्ने, 5 माइलस्टोन कसरी हिट गर्ने भन्ने कुरा म धेरै फोकस गर्छु होइन। तर चाहिँ आमा पैसा टन्नै पुग्यो भनेर भन्न खोजेको होइन नि फेरि, पैसा त कसले पुग्छ पुग्दैन नि, पैसा त पुग्दैन हो कि होइन। तर मेन कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ मेरो बिजनेस पार्टनरहरूले पनि म जस्तो पैसा कमाउन सकोस् र उहाँहरूले पनि मेरो जस्तो हुन्छ अलिकति सक्सेस होस् भनेर चाहिँ त्यो चाहिँ मेरो चाहना छ र उहाँले गरिरहनु भएको छ। क्लोज टु 5th माइलस्टोन, 4th माइलस्टोन, 3rd माइलस्टोन कति धेरैजना हुनुहुन्छ गनेर साथी छैन होइन, हुनुहुन्छ धेरैजना। सो त्यसले गर्दाखेरि चाहिँ म धेरैजना चाहिँ के हुन्छ सोसियल मिडियामा चाहिँ सक्सेस मात्रै देख्छ, माइलस्टोन हिट गरेको देखिन्छ, फोटोहरू जे सक्सेस भएको छ त्योहरू मात्रै देख्छ, तर च्यालेन्जेसहरू देख्दैन कि। सो तपाईँले यसरी भन्नुहोस् जो मान्छे सक्सेसफुल छ त्यो मान्छेको चाहिँ बिहाइन्ड द सक्सेस तपाईँको चाहिँ धेरै च्यालेन्जेसहरू भोगेको हुन्छ त्यो मान्छेले, त्यो अब्स्टेकल्सहरू पार गरेर मात्र त्यो मान्छे सक्सेस भएको हो। त्यसले गर्दाखेरि चाहिँ तपाईँले चाहिँ जो मान्छे सक्सेसफुल छ त्यसलाई सोध्नुहोस् तपाईँको त्यो के च्यालेन्जेसहरू पार गर्नुभयो, तपाईँले के च्यालेन्जेसहरू आयो मलाई सेयर गरिदिनुहोस् न भनेर भन्नुहोस्। ए मलाई पनि त्यस्तो हुँदो रहेछ भनेर इन्सपिरेसन तपाईँको चाहिँ इन्सपायर हुनुहोस् र त्यसरी चाहिँ अगाडि बढ्नुहोस् भनेर भन्छु। थ्याङ्क यू भाइ। थ्याङ्क यू सो मच दिदी। हजुर दिदी हो नि, अब तपाईँले भन्नुभएको जस्तै अब लाइफ हो, अब लाइफ नै अब त्यो च्यालेन्जले है च्यालेन्जहरू आउँछ अनि त्यसपछि त्यसलाई चाहिँ त्यो गरेर चाहिँ अगाडि बढेर चाहिँ जाने हो नि। अब त्यसरी चाहिँ अनि पछि चाहिँ आफूले चाहिँ सक्सेस पाउँछ। अनि थ्याङ्क यू सो मच दिदी। अनि राइट, सो अब हामी चाहिँ अब दिदी अब लास्ट क्वेसन रहेछ, अनि म तपाईँलाई चाहिँ त्यो लास्ट क्वेसन चाहिँ सोध्न चाहेँ दिदीलाई। अनि what message do you want to share with all the hardworking people watching us right now who really want to change their life but are still unsure? भनेर चाहिँ रहेछ दिदी। थ्याङ्क यू दिदी। हामी यो लाइभ सेसनबाट थाहा हुन्छ कि वेयर रियल पिपल, मेरो नानी आइहाल्यो हेर्नु। सो म चाहिँ लास्टमा जाँदै के भन्छु भन्दाखेरि चाहिँ यो लाइभ सेसन हेर्दै हुनुहुन्छ अथवा पछि रिप्ले हेर्दै हुनुहुन्छ भने म के भन्छु भन्दाखेरि चाहिँ तपाईँको चाहिँ लाइफमा तपाईँको टाइम छैन या हामी हेर्नु अब आइहाल्यो नि कति छिटो के। भाइले चाहिँ कमेन्ट्स पढ्दै गर ल, म आइहालेँ ल। अलराइट दिदी, म कमेन्ट पढ्दै गर्छु दिदी। सो अब हामी चाहिँ एकछिन हामी कमेन्ट लाग्छु। अब धेरैजनाले चाहिँ हेर्नु भएको छ। थ्याङ्क यू सो मच गाइज फर वाचिङ अस राइट नाउ। सो यहाँ चाहिँ हाम्रो अर्को कमेन्ट चाहिँ आउनु भएको रहेछ। मेरो दाई कासाङ हिमा लामा, मेरो धेरै चाहिँ मलाई वाउ भनेर चाहिँ मलाई त्यो गर्नुभएको रहेछ हामी दुईजनालाई चाहिँ। सो मच थ्याङ्क यू सो मच दाई आज फर वाचिङ अस एन्ड सपोर्टिङ अस। अनि चाहिँ नेक्स्टमा चाहिँ फेरि हाम्रो योन्तेन तेन्जिन दिदीले चाहिँ हामीलाई चाहिँ फेरि yes, you are right, Himala. Whenever you are around Jackson Heights, people smile at you. You were like maybe they have seen you on Facebook. भनेर भन्नुभएको छ दिदी तपाईँलाई। थ्याङ्क यू फर यर कमेन्ट। अनि त्यसपछि दिदीले फेरि पनि कमेन्ट गर्नुभएको छ। अनि आम द सेम एन्ड इन्ट्रोभर्ट विथ अ साई पर्सनालिटी भनेर भन्नुभएको छ। यु आर रकिङ तेन्जिङ, यु आर रकिङ। अनि थ्याङ्क यू भाइ। तिम्रो क्वेसन्सको चाहिँ आन्सर भन्नुपर्दाखेरि चाहिँ म के भन्छु भन्दाखेरि चाहिँ तिम्रो क्वेसन अलिकति निकालिदियो त स्क्रिनमा, मैले फेरि त्यो एक्ज्याक्टली आएन। Okay, दिदी। What message do you want to share with all the hardworking people watching us right now who really wants to change their life but still scared, unsure? Okay, so म के भन्छु भन्दाखेरि चाहिँ यो बिजनेसमा कस्तो मान्छे आउँछ भनेर भन्छु सुरुमा होइन। जो मान्छेसँग पैसा छैन, जो मान्छेसँग टाइम छैन, जो मान्छेसँग फाइनेन्सियल फ्रिडम छैन, टाइम फ्रिडम छैन, त्यस्तो मान्छेहरू यो बिजनेसमा आउँछ सुरुमा होइन। सो त्यसले गर्दाखेरि चाहिँ जतिजना पनि हुनुहुन्छ इम्प्लोइ भएर अथवा चाहिँ आफ्नो के काम गर्दै हुनुहुन्छ, तपाईँलाई चाहिँ त्यो जुन कामबाट तपाईँको सेटिस्फाइड छ, तपाईँको चाहिँ ब्याङ्कमा अलिअलि सेभिङ भइरहेको छ, नेपालमा ब्याक टु आफ्नो प्यारेन्ट्सलाई सेन्ड गरेर पनि तपाईँको लाइफ ठिकै छ पुगिरहेछ भने मेरो भन्नु केही छैन होइन। तर तपाईँहरू चाहिँ हामी जस्तो अलिकति हुन्छ नि एक्स्ट्रा इन्कम कमाउँछु है, अब यसरी चाहिँ इम्प्लोइ भएर बसेर यत्रो वर्ष त आफ्नो लाइफ बितायो, अर्कालाई धनी बनायो होइन, अर्काको एम्पायर खडा गर्यो। तर अब चाहिँ म आफ्नै केही न केही गर्छु है, सो द्याट पछि मेरो आउने अब नानीको आमा छ भने त नानीको
आफ्नो नानीहरूलाई त्यो सोचिहाल्छ अब सनम भाइ जस्तो यङ छ भने एक न एक दिन त तिमीहरू सेटल हुन्छौ आफ्नो लाइफमा होइन पछि के हुन्छ नानीहरू हुन्छ अनि त्यति बेलामा चाहिँ आफ्नो नानीलाई चाहिँ फेरि त्यही इम्प्लोइ भएर काम गर्न लाउने अब मेरो नानीहरू चाहिँ अब मभन्दा अलिकति चाहिँ अपग्रेड होस् उनीहरूको लाइफ चाहिँ भनेर चाहिँ त्यस्तो सोचाइमा हुनुहुन्छ भने यो बिजनेस तपाईँको लागि हो र मेन कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ ठिकै छ अब त इम्प्लोइ भएर बसेर चाहिँ 67 इयर्ससम्म चाहिँ त्यो घन्टा हान्छु त्यो आवरली पे गरिहाल्छ ठिकै छ जस्तो लाग्छ भने केही भन्नु छैन तर हामी जस्तो हुन्छ अलिकति हुन्छ नि अब यो बिजनेसमा चाहिँ हुन्छ नि 3 to 5 इयर्स दुःख गर्छु त्यहाँदेखि चाहिँ म चाहिँ अर्ली रिटायर हुन्छु र संसार घुम्छु जस्तो लाग्छ भने यो बिजनेस तपाईँको लागि हो होइन अनि म के भन्छु धेरै स्केयर नगर्नुहोस् नडराउनुहोस् नबिराउनुहोस् भनेर भनिन्छ नि किनभने यो बिजनेसमा तपाईँको चाहिँ अफिसियल बिजनेस ओनर हुँदाखेरि अनि बल्ल सोच्ने हो कि बिजनेस स्टार्ट गरौँ कि नगरौँ भनेर तर सिस्टमसम्म आउनुको लागि तपाईँले चाहिँ त्यसरी चाहिँ डराएर नबस्नुहोस् किनभने हामीले भने यो बिजनेसमा चाहिँ धेरै क्लियर छ क्रिस्टल क्लियर सुरुमा फ्री वर्कसप हेर्ने 90 मिनट्सको फ्री वर्कसप 90 मिनट्सको फ्री वर्कसप यतिकै दिएको होइन नि त्यत्रो 3 घन्टाको त कसले चाहिँ फ्रीमा दिन्छ होइन हामीले त्यो फ्रीमा दिएको छ सुरुमा अनि सेकेन्ड थिङ चाहिँ हामीले चाहिँ रिफन्डेबल 149 डिपोजिट गरेर तपाईँको चाहिँ 8 भिडियो अनलक गरिदिन्छौँ र त्यो 8 भिडियो तपाईँको चाहिँ जिन्दगीभरिको लागि त्यहाँ इमेलमा बस्छ त्यो हेर्नुहोस् अनि त्यो पनि रिफन्डेबल हो रिफन्डेबल भन्नुको कारण तपाईँको चाहिँ के हुन्छ 30 दिनको ट्रायल पिरियड हुन्छ 30 दिनभित्र आफै चाहिँ एउटा एक्सप्लोर गर्ने हो यो बिजनेस तपाईँको लागि राइट हो कि होइन भन्ने कुरा अनि त्यसपछि तपाईँले डिसाइड गर्ने हो बल्ल त्यतिखेर चाहिँ डिसाइड गर्दा हुन्छ कि अब 149 सिस्टममा राख्ने कि अगाडि बढ्ने किनभने मनी ब्याक ग्यारेन्टी भनेपछि मनी ब्याक ग्यारेन्टी हुन्छ हिजो मेरो एकजनाको रिफन्ड भएको थियो मेरो आफ्नै यहीँको बङ्गाली हो यहीँको मेरो छिमेकी हो उसले मलाई के भन्यो भनेदेखि चाहिँ आई हेभ बिन वाचिङ यु फर मोर देन अ इयर अनि तिमीले गरेको राम्रो लाग्छ अरे सो प्लिज सिस्टर मलाई भनिदिनु न रे भनेर भने भित्रको 8 सबै भिडियो हेऱ्यो सबै थाहा पायो त्यहाँदेखि रिफन्ड होइन सो त्यस्तो मान्छे पनि हुनुहुन्छ सो त्यसले गर्दाखेरि चाहिँ भित्रसम्म आएर हेर्नुहोस् र चाहिँ मेन कुरा चाहिँ हुन्छ नि लाइभ सेसनहरू हेरेर रिप्लेहरू हेरेर र हाम्रो कन्टेन्टहरू हेरेर तपाईँ चाहिँ स्किप नगर्नुहोस् किनभने मैले यत्तिकै यो बिजनेस राम्रो छ मेरो लाइफ चेन्ज भयो अथवा 3 लाख ग्लोबल अन्टरप्रेनरहरूको लाइफ चेन्ज भयो भनेर यतिकै भनेकै होइन किनभने तपाईँ आफै इमेजिन गर्नुहोस् कि साधारण एउटा इमिग्रेन्ट स्टे होम ममले महिनाको 5 फिगर्स अफ इन्कम यो बिजनेसबाट चाहिँ आफ्नो नानी टेक केयर गरेर पनि कमाउन सक्ने एउटा प्लेटफर्म हामीले यसरी सोसियल मिडियामा आएर सेयर गर्दैछु भने त तपाईँले अलिकति सिरियसली लिनुहोस् भित्र आएर एटलिस्ट एक्सप्लोर गरेर हेर्नुहोस् होइन लिगल बिजनेस रहेछ भने थाहा पायो अलरेडी होइन सो त्यसले गर्दाखेरि चाहिँ आफ्नो लाइफ चेन्ज गर्नुको लागि तपाईँको चाहिँ त्यो 9 to 5 ले कहीँ कतै लाँदैन किनभने 9 to 5 कामले के चाहिँ हुन्छ भने सर्भाइभ हुनुको लागि मात्रै ठिक्क हुन्छ कि त्यो बिल्स दिनुको लागि हामी खानुको लागि त्यो हुन्छ नि यताउता अलिअलि एक्सपेन्सेस गर्नु ठिक्क पुग्छ तर भित्री मनले एउटा हुन्छ नि एज अ ह्युमन बिङ म संसार घुम्छु म राम्रो लुगा लाउँछु म अरूलाई हेल्प गर्छु म चाहिँ ड्रिम हाउस किन्छु म चाहिँ ड्रिम कार किन्छु ड्रिम करियर गर्छु म चाहिँ यसरी चाहिँ कन्फिडेन्ट हुन्छु कम्युनिकेसनमा स्किल्सहरू सिक्छु अथवा अनलाइनको स्किल्सहरू सिक्छु भन्ने त मान्छे त सबैजनाको हुन्छ नि विश त होइन तर विश चाहिँ त्यो विशमा मात्र नराख्नुहोस् त्यो चाहिँ व्यवहारमा उतार्नुहोस् प्र्याक्टिकली जानुहोस् भनेर भन्छु त्यो गर्दाखेरि चाहिँ तपाईँको लाइफ चाहिँ चेन्ज हुन्छ अनि मेन कुरा चाहिँ फेरि अब एउटा डिस्क्लेमर जाँदा जाँदै ल अब 5 इन्कम त कमायो भन्यो राम्रो त छ भन्यो फेरि यहाँ आउने बित्तिकै तपाईँको चाहिँ उनीहरू रुखमा त्यो डलर टिप्न आएको जस्तो गरेर चाहिँ आउने बित्तिकै बिजनेसमा पैसा आउँछ भनेर त्यो माइन्डसेट लिन आउनुहोस् किनभने यो एउटा रियल बिजनेस भएको हुनाले चाहिँ टाइम लाग्छ अब टाइम लाग्छ भन्दाखेरि सबैजनाको टाइम लाग्दैन मलाई धेरै टाइम लाग्थ्यो सुरुमा होइन त्यो टाइम चाहिँ सबैजनालाई लाग्दैन किनभनेदेखि चाहिँ यो एउटा बिजनेस हो सबैजनाको जर्नी डिफ्रेन्ट हुन्छ त्यसले गर्दाखेरि चाहिँ कोही मान्छे हुनुहुन्छ 3 हप्तामा 3rd मास्टर हिट गरेको पनि हुनुहुन्छ अनि त्यो उहाँहरूको त अब अलरेडी चाहिँ धेरै माथि गयो नि त त्यसले गर्दाखेरि चाहिँ यो बिजनेस चाहिँ रियल बिजनेस भएको हुनाले चाहिँ पेसेन्स हुनुहोस् मेन कुरा चाहिँ के हो एउटा माइन्डसेट अन्टरप्रेनरको माइन्डसेट अलिकति चाहिँ हुनुपर्छ अलिकति ग्रोथ माइन्डसेट त्यो इम्प्लोइ माइन्डसेट भएर आएर चाहिँ अहिले हुन्छ नि आवरली विकली त्यो मन्थली पे हुन्छ कि भनेर त्यसरी नआउनुहोस् र मेन कुरा चाहिँ हामीले चाहिँ सुरुमा आउँदाखेरि यो बिजनेसमा 3 to 2 आवर्स मात्रै चाहिँ टाइम दिनुहोस् तपाईँको जुन 9 to 5 काम गरिरहेछ त्यो कामलाई तपाईँ चाहिँ निरन्तरता दिएर त्यो काम गर्नुहोस् पछि गएर तपाईँको 3rd मार्क्स 4th मार्क्स अथवा 5th मार्क्स भएपछि त्यो कामलाई चाहिँ क्विट गर्नुहोस् र यहाँबाट 5 फिगर्स अफ इन्कम आउँछ भने किन त्यो काममा जाने होइन त्यसरी तपाईँले चाहिँ जानुहोस् र चाहिँ मेन कुरा चाहिँ मैले भने नि आउने बित्तिकै पैसा कमाउँछु भनेर आएपछि कोही मान्छेको चाहिँ अब सेम जर्नी हुँदैन अनि के हुन्छ डिमोटिभेट हुन्छ
खै त नि 1 महिना भयो 2 महिना भयो स्टिल पैसा त आउँदैन त भनेर त्यो तपाईँको चाहिँ दिमागमा क्वेसन्स आउनुभन्दा अगाडि तपाईँ आफैले म पहिला सिक्छु त्यहाँदेखि म पैसा कमाउँछु भन्ने आउनु छ धेरै सजिलो हुन्छ किनभने तपाईँ आफूले सोध्नु चाहिँ तपाईँ कतिको नलेजेबल हुनुहुन्छ भन्ने कुरा किनभने अब यो बिजनेस त सबैको लागि नयाँ हो नि त डक्टर्स आए पनि नयाँ हो इन्जिनियर्स आए पनि नयाँ हो हामी चाहिँ साधारण स्टे होममा आए पनि नयाँ हो सो पहिले त सिक्नु पऱ्यो नि त पहिले सिक्नु पऱ्यो अनि त्यसपछि बल्ल तपाईँको चाहिँ त्यो फल चाहिँ निस्किन्छ सो त्यति भन्छु अनि मेन कुरा चाहिँ एक्सन टेक गर्नुहोस् भनेर भन्छु अब त्यो एक्सन टेक कसरी गर्नु पऱ्यो भनेदेखि चाहिँ भाइको यहाँ के अरे वेबसाइट डिस्प्ले भइरहेछ स्क्रिनमा www.hydrasonamkelson.com छ हो त्यसमा आफ्नो नाम इमेल लाउनुहोस् तपाईँले चाहिँ फ्री वर्कसप हेर्नुहोस् अनि फ्री वर्कसप हेरिसकेपछि भाइसँग कनेक्ट गर्नुहोस् अथवा मसँग कनेक्ट गर्नुहोस् म तपाईँलाई चाहिँ अझै डिटेलमा चाहिँ तपाईँको लागि यो के भन्छ करेक्ट हो कि होइन तपाईँको लाइफस्टाइलमा यो बिजनेस सुट हुन्छ कि हुँदैन भन्ने कुरा क्लियरली भन्छु अनि त्यसपछि अगाडि बढेन भने त त्यो तपाईँको आफ्नो हातमा छैन हाम्रो हातमा छैन किनभने हामी दुईजना त आफ्नो बिजनेसको सिइओ हो त्यसले गर्दाखेरि चाहिँ म त्यति भन्छु धेरै लामो भयो होइन सो होपफुली धेरैजनाले चाहिँ धेरै गोल्डन नगेट्सहरू चाहिँ लिनुभयो होला भनेर आशा गर्छु अनि थ्याङ्क यू भाइ फर हेभिङ मी हजुर थ्याङ्क यू सो मच भएको जस्तै अब आज हाम्रो लाइभ हेर्नुहुने अनि पछि अब रिप्लाई हेर्नुहुने अब जस्तै अब क्युरियस भएको हाम्रो बिजनेसमा अब चाहिँ धेरै अब दिदीले आज भन्नुभएकोबाट चाहिँ उहाँहरूले चाहिँ धेरै अब कुरा चाहिँ सिक्नुभयो होला भन्ने चाहिँ म आशा गर्न चाहन्छु सो अफकोर्स उहाँले सिक्नु पनि भयो अनि सो अब दिदीलाई चाहिँ म लास्टमा थ्याङ्क यू सो मच फर यर टाइम भन्न चाहन्छु दिदीले यस्तो बिहान बिहान टाइम निकालेर आउनुभयो दिदीले चाहिँ अनि मेरो लागि सो थ्याङ्क यू सो मच दिदी अनि लास्टमा चाहिँ दिदी हामी यहाँ दुईवटा कमेन्ट हेर्छ त्यो कमेन्ट पनि म पढ्छु है दिदी लास्टमा चाहिँ यहाँ चाहिँ यो रश्मि गुरुङ तामाङ भन्ने दिदीले चाहिँ वाचिङ लाइभ फ्रम लमजुङ नेपाल हिमासिस यु आर इन्सपिरेसन टु मेनी भनेर भन्नुभएको रहेछ यो या हो नि सेज अनि त्यसपछि अब तेन्जिनले चाहिँ दिदीले चाहिँ थ्याङ्क यू फर सेयरिङ दिस अमेजिङ बिजनेस भनेर भन्नुभएको रहेछ सो थ्याङ्क यू दिदीलाई पनि थ्याङ्क यू सो मच अनि या थ्याङ्क यू भन्नुभएको छ लास्टसम्म दिदी बस्नुभयो हेर्नुभयो सो मच थ्याङ्क यू भन्न चाहन्छु दिदीलाई सो अलराइट सो अब चाहिँ हामी दिदी र भाइ चाहिँ यति भन्दै आज चाहिँ हामी एन्ड गर्न चाहन्छु सो थ्याङ्क यू सो मच फर हेभिङ मी अनि बाई एभ्रीवान थ्याङ्क यू दिदी अनि सो बाई एभ्रीवान सो थ्याङ्क यू बाई बाई सो बाई बाई दिदी बाई